नमस्ते। आज मैले धेरैजनाले रिक्वेस्ट गर्नुभएको रियल नम्बर सिस्टमको एक्सर्साइजको सोलुसन लिएर आएको छु। र यो सुरु गर्नुभन्दा पहिला यदि तपाईँहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि थिच्नु होला नयाँ भिडियो अपडेटहरूको लागि। अब हामी क्वेसन नम्बर 1 बाट सुरु गरौँ। क्वेसन नम्बर 1 मा हामीलाई के भनेको छ भने इभ्यालुएट भनेको छ र एमा हामीलाई यस्तो खालको दुईवटा भर्टिकल लाइन दिएको छ जसलाई चाहिँ हामी एब्सोल्युट भ्यालु भन्छौँ अथवा यसलाई चाहिँ हामी मोडुलस पनि भन्न सक्छौँ। त्यसैले यो भनेको के हो, एब्सोल्युट भ्यालु अफ -2 + 4। अब हामी यसको सोलुसन गर्छौँ र हामीलाई के दिएको छ, एब्सोल्युट भ्यालु अफ -2 + 4 दिएको छ। अब यसलाई हामीले सिम्प्लिफाई गरेर यसको भ्यालु निकाल्नु पर्ने छ। त्यसको लागि चाहिँ हामीलाई सुरुमा यो एब्सोल्युट भ्यालु अफ -2 भनेको पत्ता लगाउनु पर्ने हुन्छ है। एब्सोल्युट भ्यालु अफ -2 भनेको पत्ता लगाउनु पर्ने हुन्छ र त्यसको लागि तपाईहरूले एउटा इम्पोर्टेन्ट नोट सम्झिनु पर्ने हुन्छ। त्यो भनेको चाहिँ एब्सोल्युट भ्यालु भनेको सधैँ के हुन्छ, पोजिटिभ हुन्छ है। एब्सोल्युट भ्यालु भनेको के हुन्छ, सधैँ पोजिटिभ हुन्छ है। र यो एब्सोल्युट भ्यालु अफ पोजिटिभ नम्बर भनेको पोजिटिभै हुन्छ। यदि एब्सोल्युट भ्यालु अफ नेगेटिभ नम्बर छ भने पनि त्यो पनि के हुन्छ, पोजिटिभै हुन्छ है। त्यसैले यो एब्सोल्युट भ्यालु अफ -x पनि के हुन्छ, x हुन्छ। एब्सोल्युट भ्यालु अफ x पनि x हुन्छ है। त्यसैले यसमा यदि नेगेटिभ नम्बर छ भने पनि हामीले के गर्नुपर्ने हुन्छ, यो नेगेटिभलाई हटाएर हामीले पोजिटिभ नम्बर अथवा नम्बर मात्र लेख्नुपर्ने हुन्छ। त्यसैले एब्सोल्युट भ्यालु अफ -2 भनेको कति हुने रहेछ, 2 नै हुने रहेछ है। तपाईहरूले यो नोट सम्झिनु होला है। यसमा यो नेगेटिभलाई हटाउनु पर्ने हुन्छ। त्यसैले एब्सोल्युट भ्यालु अफ -2 भनेको 2 हुन्छ। प्लसलाई प्लस लेख्नु होला र यो 4 लाई 4 लेख्नु होला। यसरी हाम्रो के आयो, 2 + 4 आयो। 2 + 4 भनेको कति हो, 6 हो। त्यसैले हाम्रो के हुने रहेछ, एब्सोल्युट भ्यालु अफ -2 + 4 भनेको चाहिँ 6 हुने रहेछ है। यसरी हाम्रो के हुने रहेछ, 6 हुने रहेछ। अब हामी बीमा मुभ गरौँ। बीमा हामीलाई के दिएको छ, एब्सोल्युट भ्यालु अफ -5 + एब्सोल्युट भ्यालु अफ -2 -3 दिएको छ। अब हामीलाई यो इम्पोर्टेन्ट नोटबाट हामीलाई के थाहा छ, एब्सोल्युट भ्यालु भनेको सधैँ पोजिटिभ हुन्छ। यदि नेगेटिभ छ भने एब्सोल्युट भ्यालुभित्र यो नेगेटिभ छ भने यो नेगेटिभलाई हटाएर हामीले के लेख्नुपर्ने हुन्छ, पोजिटिभ नम्बर मात्र लेख्नुपर्ने हुन्छ। त्यसैले यो नेगेटिभलाई हटाएर मैले 5 मात्र लेखेँ। अब यो प्लसलाई प्लस लेख्नु होला। यदि यहाँ पनि नेगेटिभ छ भने यो नेगेटिभलाई हटाएर हामीले के लेख्नुपर्ने हुन्छ, यो नम्बर मात्र लेख्नुपर्ने हुन्छ। त्यसैले यसमा मैले 2 लेखेँ किनकि यसमा 2 छ, त्यसैले यसमा 2 लेखेँ। यो नेगेटिभ नम्बरलाई हटाउनु होला। त्यसै गरी यो माइनसलाई माइनस लेख्नु होला, यो 3 लाई यो 3 लेख्नु होला। त्यो गर्दाखेरि के आउँछ, 5 + 2 - 3 आउँछ। अब यो 5 + 2 भनेको हाम्रो 7 हुन्छ। अब यो -3 गर्दाखेरि कति हुन्छ, 7 - 3 हुन्छ। 7 - 3 भनेको के हो, 4 हुन्छ। यसलाई मैले डाइरेक्टली 4 लेखेँ है। 5 + 2 भनेको 7, 7 - 3 भनेको 4। यसलाई यसरी मैले डाइरेक्टली 4 लेखेँ। त्यसैले बी को एन्सर चाहिँ हाम्रो के हुने रहेछ, 4 हुने रहेछ। अब हामी सीमा जाउँ। सीमा हाम्रो के छ, सीमा हाम्रो 2 + एब्सोल्युट भ्यालु अफ -3 - एब्सोल्युट भ्यालु अफ -5 छ है। अब यसमा यो 2 लाई 2 लेख्नु होला, प्लसलाई प्लस लेख्नु होला। अब यसमा एब्सोल्युट भ्यालु अफ -3 भएको हुनाले यो माइनसलाई हटाउनु पर्ने हुन्छ। त्यो गर्दाखेरि हाम्रो नम्बर के बाँकी रह्यो, 3 बाँकी रह्यो। त्यसैले यसलाई 3 लेखेँ। अब यो माइनसलाई माइनस लेख्नु होला। अब यो एब्सोल्युट भ्यालु अफ -5 हो। अब यो एब्सोल्युट भ्यालु अफ -5 भने के हुन्छ, 5 हुन्छ है। यो माइनसलाई हटाउनु पर्ने हुन्छ है। त्यो गर्दाखेरि के आउँछ, 5 आउँछ। त्यसैले यो भनेको के हुने रहेछ, 2 + 3 - 5 हुने रहेछ। अब यो 2 + 3 भनेको 5 हो है। यो 2 + 3 भनेको 5 हो। 5 - 5 भनेको कति हुन्छ, 0 हुन्छ। त्यसैले मैले यसमा डाइरेक्टली 0 लेखेँ। त्यसैले हाम्रो सी को एन्सर कति हुने रहेछ, 0 हुने रहेछ। अब हामी डीमा जाउँ। डीमा हाम्रो के छ, एब्सोल्युट भ्यालु अफ 3 - एब्सोल्युट भ्यालु अफ -5 छ। यसमा दुईवटा यो एब्सोल्युट भ्यालु छ। यसमा दुईवटा हाम्रो यस्तो भर्टिकल लाइन छ। त्यसैले अब हामी यो सुरुमा यो एब्सोल्युट भ्यालु अफ -5 लाई सिम्प्लिफाई गरौँ। त्यो गर्दाखेरि यो बाहिरको लाइनलाई चाहिँ तपाईँहरूले जस्तोको त्यस्तै लेख्नु होला। यो 3 लाई जस्तोको त्यस्तै लेखेँ, यो माइनसलाई जस्तोको त्यस्तै लेखेँ। अब यो एब्सोल्युट भ्यालु अफ -5 भने कति हुन्छ, माइनसलाई हटाइदिनुहोस्। अब नम्बर कति छ यसमा, 5 छ। त्यसैले 5 लेखेँ।
त्यो गर्दाखेरि हाम्रो के हुने रहेछ 3 - 5 को एब्सोल्युट भ्यालु हुने रहेछ, किनकि यहाँ बाहिर पनि हाम्रो दुईवटा भर्टिकल लाइन छ। अब यो भनेको कति हो 3 - 5 भनेको हाम्रो कति हुन्छ 3 - 5 भनेको -2 हुन्छ। त्यसैले यो भनेको के हो एब्सोल्युट भ्यालु अफ -2 हो र एब्सोल्युट भ्यालु अफ -2 भनेको कति हुन्छ 2 हुन्छ है, किनकि एब्सोल्युट भ्यालु भनेको के हुन्छ सधैँ पोजिटिभ हुन्छ। यदि नेगेटिभ छ भने नेगेटिभलाई हामीले हटाउनु पर्ने हुन्छ र नम्बरलाई मात्र हामीले यसरी लेख्नु पर्ने हुन्छ है। यसरी हाम्रो डी को एन्सर कति आउने रहेछ 2 आउने रहेछ। र यसमा केही कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला। अब हामी क्वेशन नम्बर 2 मा मुभ गर्छौं। क्वेशन नम्बर 2 मा हामीलाई के भनेको छ भने लेट I मा x = 2 y = 3 I मा x = 2 y = -3 भेरिफाई इच अफ द फलोइङ भनेको छ। अब हामी यसलाई ए बाट सुरु गर्छौं। ए मा हामीलाई एब्सोल्युट भ्यालु अफ x + y इज लेस देन अर इक्वल टु एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भनेको छ र यो भेरिफाई गर्नको लागि हामीलाई x र y को भ्यालु चाहिन्छ। त्यसैले अब हामी x = 2 y = 3 बाट सुरु गर्छौं र यो a लाई भेरिफाई गर्छौं। अब यो a को हाम्रो लेफ्ट ह्यान्ड साइडमा के छ a को लेफ्ट ह्यान्ड साइडमा हाम्रो एब्सोल्युट भ्यालु अफ x + y छ। त्यसैले अब हामी एब्सोल्युट भ्यालु अफ x + y लिन्छौं। त्यसपछि अब हामी x र y को भ्यालु यसमा पुट गर्छौं है। अब यसमा x = 2 छ, त्यसैले x को ठाउँमा हामी 2 पुट गर्छौं र यो प्लसलाई प्लस लेख्छौं र यसमा हाम्रो y = 3 छ, त्यसैले y को ठाउँमा हामी के पुट गर्छौं 3 पुट गर्छौं। त्यो गर्दाखेरि के आउने रहेछ एब्सोल्युट भ्यालु अफ 2 + 3 हुने रहेछ। अब यो 2 + 3 भनेको के हो 5 हो, त्यसैले यो भनेको के हुने रहेछ एब्सोल्युट भ्यालु अफ 5 हुने रहेछ र एब्सोल्युट भ्यालु अफ 5 भनेको के हो 5 हुन्छ है। जस्ट नम्बर मात्र लिने, किनकि एब्सोल्युट भ्यालु भनेको के हुन्छ सधैँ पोजिटिभ हुन्छ, त्यसैले पोजिटिभ नम्बर मात्र लिने। यसरी हाम्रो के आयो यो केसमा हाम्रो एब्सोल्युट भ्यालु अफ x + y भनेको कति आयो 5 आयो। अब हामी यो यसको राइट ह्यान्ड साइडमा हेरौँ। यसको राइट ह्यान्ड साइडमा के छ यसको राइट ह्यान्ड साइडमा एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y छ। त्यसैले अब हामी एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y लियौं र यो लिइसकेपछि अब हामी x = 2 र y = 3 पुट गरौँ। त्यो गर्दाखेरि x = 2 पुट गर्नु होला, x को ठाउँमा 2 पुट गर्नु होला, प्लसलाई प्लस लेख्नु होला, y को ठाउँमा 3 पुट गर्नु होला। त्यो गर्दाखेरि के हुने रहेछ एब्सोल्युट भ्यालु अफ 2 प्लस एब्सोल्युट भ्यालु अफ 3 हुने रहेछ। अब एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हुन्छ, प्लसलाई प्लस लेखे, एब्सोल्युट भ्यालु अफ 3 भनेको 3 नै हुन्छ। यसरी हाम्रो के आयो 2 + 3 आयो। 2 + 3 भनेको कति हुन्छ 5 हुन्छ है। त्यसैले हाम्रो के हुने रहेछ एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भनेको कति हुने रहेछ 5 हुने रहेछ है। एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भनेको 5 हुने रहेछ। अब यो दुईवटालाई कम्पेरिजन गरौँ है, यो दुईवटालाई कम्पेरिजन गरौँ। यो दुईवटालाई कम्पेरिजन गर्दाखेरि यो पनि 5 छ, यो पनि 5 छ, यो दुईवटा के छ इक्वल छ है। यदि यो दुईवटा इक्वल हुन्छ भने हाम्रो यो दुईवटा पनि के हुनुपर्छ इक्वल हुनुपर्छ है। त्यसैले हामी के भन्न सक्छौं एब्सोल्युट भ्यालु अफ x + y = एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भन्न सक्छौं। र हामीलाई क्वेशन नम्बर ए ले के भनेको थियो हामीलाई चाहिँ एब्सोल्युट भ्यालु अफ x + y भनेको लेस देन अर इक्वल टु एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भनेको थियो। यसमा लेस देन अर इक्वल टु भनेको थियो र यो केसमा चाहिँ हाम्रो के हुने रहेछ लेस देन हैन कि इक्वल टु मात्र हुने रहेछ है। त्यसैले यो के भयो भेरिफाई भयो है, किनकि यसमा पनि इक्वल टु छ, यसमा पनि इक्वल टु छ, त्यसैले यो के भयो भेरिफाई भयो। यसरी हामीले यसलाई भेरिफाई गर्यौं। अब हामी x = 2 र y = -3 लिएर यो a लाई भेरिफाई गरौँ है। अब हामी x = 2 र y = -3 लिएर यसलाई भेरिफाई गरौँ। यसको लागि पनि अब हामी फेरि के लिनु पर्यो लेफ्ट ह्यान्ड साइडमा हाम्रो के छ एब्सोल्युट भ्यालु अफ x + y छ, त्यसैले अब हामी एब्सोल्युट भ्यालु अफ x + y लिन्छौं। त्यसपछि अब हामी यसमा भ्यालु पुट गर्छौं, x भनेको 2 पुट गर्छौं र यसमा y भनेको -3 भएको हुनाले y को ठाउँमा हामी -3 पुट गर्छौं। त्यो गर्दाखेरि हाम्रो के आउँछ एब्सोल्युट भ्यालु अफ 2 प्लस -3 आउँछ
अब यसलाई यो 2 लाई मैले 2 नै लेखेँ प्लस इन्टु माइनस माइनस हुन्छ यो 3 भनेको 3 नै भयो त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 माइनस 3 आउने रहेछ 2 माइनस 3 भनेको कति हुन्छ 2 माइनस 3 भनेको माइनस 1 आउँछ त्यसैले यो भनेको एब्सोल्युट भ्यालु अफ माइनस 1 हुने रहेछ र एब्सोल्युट भ्यालु अफ माइनस 1 भनेको कति हो 1 हुन्छ है नम्बर मात्र लिने है यो माइनस छ भने माइनसलाई हटाएर नम्बर मात्र लिनु होला किनकि एब्सोल्युट भ्यालु भनेको सधैँ पोजिटिभ हुन्छ है र अघिको तपाईँले इम्पोर्टेन्ट नोट हेर्नुभयो भने एब्सोल्युट भ्यालु अफ माइनस एक्स भनेको एक्स थियो त्यसैले यसमा माइनस 1 छ भने त्यसको एब्सोल्युट भ्यालु भनेको कति हुन्छ 1 हुन्छ त्यसैले यसमा हामी के भन्न सक्छौँ यो केसमा एब्सोल्युट भ्यालु अफ एक्स प्लस वाई भनेको 1 भन्न सक्छौँ अब हामी यसको राइट ह्यान्ड साइड लियौँ राइट ह्यान्ड साइडमा हाम्रो के छ एब्सोल्युट भ्यालु अफ एक्स प्लस एब्सोल्युट भ्यालु अफ वाई छ त्यसैले मैले यो लिएँ अब यसमा हामी x = 2 र y = -3 पुट गरौँ त्यो गर्दाखेरि x को ठाउँमा 2 लेख्नु होला प्लसलाई प्लस लेख्नु होला y को ठाउँमा -3 लेख्नु होला त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 हुन्छ र यो एब्सोल्युट भ्यालु अफ -3 भनेको के हुन्छ 3 हुन्छ है नम्बर मात्र लेख्नु होला त्यो गर्दाखेरि 2 + 3 भयो 2 + 3 भनेको कति हुन्छ 5 हुन्छ है त्यसैले यो केसमा हाम्रो के हुने रहेछ एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भनेको 5 हुने रहेछ अब यो दुईवटालाई कम्पेरिजन गरौँ अब यो दुईवटालाई कम्पेरिजन गर्दाखेरि 1 र 5 लाई कम्पेरिजन गर्दाखेरि 1 भनेको के हो लेस देन 5 हो त्यसैले अब हाम्रो के हुन्छ एब्सोल्युट भ्यालु अफ x प्लस y भनेको चाहिँ लेस देन एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y हुन्छ किनकि 1 लेस देन 5 भएको हुनाले यो पनि यो भन्दा लेस देन हुन्छ है त्यसैले हामी एब्सोल्युट भ्यालु अफ x प्लस y लेस देन एब्सोल्युट भ्यालु अफ x प्लस एब्सोल्युट भ्यालु अफ y भन्न सक्छौँ र यसमा पनि हामीलाई क्वेसनले लेस देन अर इक्वल टु भनेको थियो र यो केसमा चाहिँ हाम्रो के हुने रहेछ लेस देन हुने रहेछ त्यसैले यो के भयो भेरिफाइड भयो है त्यसरी हामीले यसलाई भेरिफाई गर्यौँ है क्वेसन नम्बर ए लाई अब हामी क्वेसन नम्बर बी मा जाउँ क्वेसन नम्बर बी तपाईहरुले बुकमा हेर्नु होला त्यसमा हाम्रो के छ क्वेसन नम्बर बी मा चाहिँ हामीलाई एब्सोल्युट भ्यालु अफ x माइनस y भनेको चाहिँ ग्रेटर देन एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y भनेको छ अब यसलाई पनि अब हामी एकचोटी x = 2 र y = 3 लिएर यसलाई भेरिफाई गरौँ र यसको हाम्रो लेफ्ट ह्यान्ड साइडमा के छ क्वेसन नम्बर बी को लेफ्ट ह्यान्ड साइडमा हाम्रो एब्सोल्युट भ्यालु अफ x माइनस y छ त्यसैले मैले यसमा एब्सोल्युट भ्यालु अफ x माइनस y लिए अब यसमा हामी के पुट गर्ने x = 2 र y = 3 पुट गर्ने त्यस्तो गर्दाखेरि x को ठाउँमा 2 लेख्ने माइनसलाई माइनस लेख्ने y को ठाउँमा 3 लेख्ने त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 - 3 हुन्छ 2 - 3 भनेको -1 हुन्छ त्यसैले यो भनेको के हुने रहेछ एब्सोल्युट भ्यालु अफ -1 हुने रहेछ र एब्सोल्युट भ्यालु अफ -1 भनेको के हुन्छ 1 हुन्छ है नम्बरलाई मात्र लेख्ने है यो नेगेटिभलाई हटाउनु होला त्यो गर्दाखेरि हाम्रो 1 आउँछ यसरी हाम्रो यो केसमा चाहिँ हाम्रो के हुने रहेछ एब्सोल्युट भ्यालु अफ x माइनस y भनेको के हुने रहेछ 1 हुने रहेछ र यो क्वेसन नम्बर बी को राइट ह्यान्ड साइडमा के छ त्यो तपाईहरुले बुकमा हेर्नु होला राइट ह्यान्ड साइडमा हाम्रो चाहिँ एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y छ त्यसैले मैले एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y लिए त्यसपछि अब यसमा पनि तपाईहरुले x = 2 र y = 3 पुट गर्नु होला त्यो गर्दाखेरि हाम्रो एब्सोल्युट भ्यालु अफ 2 माइनस एब्सोल्युट भ्यालु अफ 3 हुन्छ है x को ठाउँमा 2 राख्नु होला y को ठाउँमा 3 राख्नु होला किनकि x = 2 y = 3 छ अब एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हुन्छ एब्सोल्युट भ्यालु अफ 3 भनेको 3 नै हुन्छ त्यसैले यो भनेको 2 - 3 हुन्छ अब 2 - 3 भनेको कति हो -1 हो त्यसैले यो केसमा के हुने रहेछ एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y भनेको -1 हुने रहेछ अब यो दुईवटालाई कम्पेरिजन गरौँ अब यो दुईवटालाई कम्पेरिजन गर्दाखेरि हाम्रो 1 भनेको चाहिँ के हो ग्रेटर देन -1 हो त्यसैले अब हामी के भन्न सक्छौं भने एब्सोल्युट भ्यालु अफ x -1 भनेको चाहिँ ग्रेटर देन एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y भन्न सक्छौं है र हामीलाई क्वेशनले पनि यही भनेको थियो यसरी हामीले यसलाई के गर्यौं भेरिफाई गरौँ है यसमा के हुने रहेछ एब्सोल्युट भ्यालु अफ x माइनस y भनेको ग्रेटर देन एब्सोल्युट भ्यालु अफ x माइनस एब्सोल्युट भ्यालु अफ y हुने रहेछ अब हामी x = 2 y = -3 लिएर यो b लाई भेरिफाई गरौँ है र b को हाम्रो लेफ्ट ह्यान्ड साइडमा के छ
क्वेसन नम्बर बी को लेफ्ट ह्यान्ड साइडमा हाम्रो एब्सोल्युट भ्यालु अफ एक्स माइनस वाई छ, त्यसैले मैले यसमा एब्सोल्युट भ्यालु अफ एक्स माइनस वाई लिएँ। अब यसमा एक्स इक्वल टु 2 पुट गर्नु होला, माइनसलाई माइनस लेख्नु होला, वाई इक्वल टु -3 पुट गर्नु होला। त्यो गर्दाखेरि हाम्रो यो आउँछ। अब यो 2 भनेको 2 भयो, माइनस इन्टु माइनस भनेको प्लस हुन्छ, त्यसैले यसमा प्लस लेखेँ। यो 3 भनेको 3 भयो। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 + 3 हुन्छ। 2 + 3 भनेको कति हो? 5 हो। त्यो भनेको एब्सोल्युट भ्यालु अफ 5 हुने रहेछ र एब्सोल्युट भ्यालु अफ 5 भनेको कति हुन्छ? 5 हुने रहेछ। त्यसैले यो केसमा एब्सोल्युट भ्यालु अफ एक्स माइनस वाई भनेको कति हुने रहेछ? 5 हुने रहेछ। अब क्वेसन नम्बर बी को राइट ह्यान्ड साइडमा हेर्नुहोस् के छ। राइट ह्यान्ड साइडमा एब्सोल्युट भ्यालु अफ एक्स माइनस एब्सोल्युट भ्यालु अफ वाई छ, त्यसैले मैले एब्सोल्युट भ्यालु अफ एक्स माइनस एब्सोल्युट भ्यालु अफ वाई लिएँ। अब यसमा पनि हामी एक्स इक्वल टु 2 पुट गर्नु होला र y को ठाउँमा हामी -3 पुट गर्नु होला, किनकि y इक्वल टु -3 छ। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 माइनस एब्सोल्युट भ्यालु अफ -3 आयो। अब एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हुन्छ र एब्सोल्युट भ्यालु अफ -3 भनेको कति हुन्छ? यो माइनसलाई हटाएर नम्बर मात्र लेख्नु होला, त्यो भनेको 3 हुन्छ। एब्सोल्युट भ्यालु अफ -3 भनेको 3 हुन्छ, किनकि एब्सोल्युट भ्यालु भनेको सधैँ पोजिटिभ हुन्छ है, त्यसैले यो माइनसलाई हटाएर 3 मात्र लेख्नु होला। त्यो गर्दाखेरि के आयो? 2 - 3 आयो। 2 - 3 भनेको कति हो? -1 हो। त्यसैले यो केसमा चाहिँ एब्सोल्युट भ्यालु अफ एक्स माइनस एब्सोल्युट भ्यालु अफ वाई भनेको -1 हुने रहेछ। अब यो दुईवटालाई कम्पेरिजन गर्नुहोस्। यो दुईवटालाई कम्पेरिजन गर्दाखेरि 5 भनेको -1 भन्दा ठुलो हुन्छ, त्यसैले हामी के भन्न सक्छौँ? एब्सोल्युट भ्यालु अफ एक्स माइनस वाई भनेको चाहिँ ग्रेटर देन एब्सोल्युट भ्यालु अफ एक्स माइनस एब्सोल्युट भ्यालु अफ वाई भन्न सक्छौँ। यसरी हामीले के गर्यौँ? क्वेसन नम्बर बीलाई भेरिफाई गर्यौँ। अब क्वेसन नम्बर सीमा जाउँ। क्वेसन नम्बर सी तपाईहरुले बुकमा हेर्नु होला है। क्वेसन नम्बर सीमा के भनेको छ भने एब्सोल्युट भ्यालु अफ एक्स वाई भनेको चाहिँ एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई भनेको छ है क्वेसन नम्बर सीमा। अब यो क्वेसन नम्बर सी को हाम्रो लेफ्ट ह्यान्ड साइडमा के छ? एब्सोल्युट भ्यालु अफ एक्स वाई छ, त्यसैले मैले यसमा एब्सोल्युट भ्यालु अफ एक्स वाई लेखेँ है। लेफ्ट ह्यान्ड साइडमा यो छ, त्यसैले यसलाई मैले एब्सोल्युट भ्यालु अफ एक्स वाई लेखेँ। अब यसमा एक्स र वाई को भ्यालु पुट गर्नु होला। एक्स भनेको 2 पुट गर्नु होला, वाई भनेको 3 पुट गर्नु होला। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 इन्टु 3 आउँछ। अब यो 2 इन्टु 3 भनेको 6 हो, त्यसैले यो भनेको के हुने रहेछ? एब्सोल्युट भ्यालु अफ 6 हुन्छ र एब्सोल्युट भ्यालु अफ 6 भनेको कति हुन्छ? 6 नै हुन्छ। अब त्यसै गरी हाम्रो राइट ह्यान्ड साइडमा के छ हेर्नुहोस्। राइट ह्यान्ड साइडमा एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई छ, त्यसैले मैले यसमा एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई लिएँ। अब यसमा एक्स र वाई को भ्यालु पुट गर्नु होला। एक्स को ठाउँमा तपाईहरुले 2 पुट गर्नु होला र वाई को ठाउँमा 3 पुट गर्नु होला। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 इन्टु एब्सोल्युट भ्यालु अफ 3 आउँछ र एब्सोल्युट भ्यालु अफ 2 भनेको कति हो? एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हो र एब्सोल्युट भ्यालु अफ 3 भनेको 3 नै हो। त्यो गर्दाखेरि 2 इन्टु 3 आउँछ। 2 इन्टु 3 भनेको कति हो? 6 आउँछ है। यसरी हाम्रो एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई भनेको पनि के आउने रहेछ? 6 आउने रहेछ है। यो दुईवटा इक्वल आउने रहेछ है। त्यसैले अब हामी के भन्न सक्छौँ? एब्सोल्युट भ्यालु अफ एक्स वाई इज इक्वल टु एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई भन्न सक्छौँ। यसरी हामीले यो भन्न सक्छौँ। अब हामी एक्स इक्वल टु 2 र वाई इक्वल टु -3 मा क्वेसन नम्बर सी लाई भेरिफाई गरौँ। क्वेसन नम्बर सी को लेफ्ट ह्यान्ड साइडमा हाम्रो के छ? एब्सोल्युट भ्यालु अफ एक्स वाई छ। अब यसमा यो एक्स र वाई को भ्यालु पुट गर्नु होला। एक्स इक्वल टु 2 र वाई इक्वल टु -3 पुट गर्नु होला। त्यो गर्दाखेरि यसमा 2 इन्टु -3 आउँछ। अब यो 2 इन्टु -3 भनेको कति हो? -6 हो, त्यसैले यो भनेको एब्सोल्युट भ्यालु अफ -6 आउँछ र यो माइनस छ भने यो माइनसलाई हटाएर तपाईहरुले नम्बर लेख्नु होला। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ -6 भनेको कति हुन्छ? 6 हुन्छ है। यसरी हामी एब्सोल्युट भ्यालु अफ एक्स वाई भनेको यो केसमा कति हुने रहेछ? 6 हुने रहेछ। त्यसै गरी क्वेसन नम्बर सी को राइट ह्यान्ड साइडमा हेर्नुहोस्। राइट ह्यान्ड साइडमा हाम्रो एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई छ, त्यसैले मैले एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाई लिएँ। अब यसमा एक्स र वाई को भ्यालु पुट गर्नु होला। एक्स इक्वल टु 2 र वाई इक्वल टु -3 पुट गर्नु होला। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 इन्टु एब्सोल्युट भ्यालु अफ -3 आउँछ। एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 हो, एब्सोल्युट भ्यालु अफ -3 भनेको यो माइनसलाई हटाएर नम्बर मात्र लेख्नु होला। त्यो गर्दाखेरि 3 आउँछ। अब यो भनेको के आयो? 2 इन्टु 3 आयो। 2 इन्टु 3 भनेको कति हो? 6
हो। त्यसैले एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाइ भनेको कति हुने रहेछ 6 हुने रहेछ। अब यो दुईवटालाई कम्पेरिजन गर्नु, यो दुईवटा इक्वल छ, त्यसैले एब्सोल्युट भ्यालु अफ एक्स वाइ र एब्सोल्युट भ्यालु अफ एक्स इन्टु एब्सोल्युट भ्यालु अफ वाइ पनि इक्वल हुन्छ है। यो दुईवटा पनि के हुन्छ इक्वल हुन्छ। यसरी हामीले यसलाई के गर्न सक्छौँ भेरिफाई गर्न सक्छौँ है। हामीलाई क्वेसनले यही भनेको थियो, यो चाहिँ के भयो भेरिफाई भयो, यो र यो इक्वल भयो, त्यसैले यो र यो पनि इक्वल भयो। अब हामी क्वेसन नम्बर डीमा जाउँ। क्वेसन नम्बर डीमा हाम्रो के छ है, तपाईहरुले बुकमा क्वेसन हेर्नु होला। क्वेसन नम्बर डीमा चाहिँ हामीलाई यो भनेको छ है। अब यो क्वेसन नम्बर डी को लेफ्ट ह्यान्ड साइड लियो। लेफ्ट ह्यान्ड साइडमा हाम्रो के छ एब्सोल्युट भ्यालु अफ एक्स बाई वाइ छ। अब यसमा एक्स इक्वल टु 2 पुट गर्नु होला र वाइ इक्वल टु 3 पुट गर्नु होला। त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2/3 आयो। अब यो 2/3 भनेको पोजिटिभ नम्बर हो, त्यसैले यो के आउँछ 2/3 नै आउँछ, किनकि एब्सोल्युट भ्यालु भनेको सधैँ के हुन्छ पोजिटिभ हुन्छ है। त्यसैले एब्सोल्युट भ्यालु अफ एक्स बाई वाइ भनेको के हुने रहेछ 2/3 आउँछ है। अब यो डी को राइट ह्यान्ड साइडमा हाम्रो के छ एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई एब्सोल्युट भ्यालु अफ वाइ छ। अब यसमा एक्स र वाइ को भ्यालु पुट गर्नु होला। एक्स भनेको 2 पुट गर्नु होला, त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 भयो। वाइ भनेको 3 पुट गर्नु होला, त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 3 भइदियो। अब एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हुन्छ, एब्सोल्युट भ्यालु अफ 3 भनेको 3 नै हुन्छ, त्यसैले यो भनेको के हुने रहेछ 2/3 हुने रहेछ है। यसरी यो दुईवटै के आयो इक्वल आयो है। त्यसैले अब हामी के भन्न सक्छौँ यो र यो पनि इक्वल हुन्छ भन्न सक्छौँ है। एब्सोल्युट भ्यालु अफ एक्स बाई वाइ इज इक्वल टु एब्सोल्युट भ्यालु अफ एक्स बाई एब्सोल्युट भ्यालु अफ वाइ भन्न सक्छौँ। क्वेसन नम्बर डीले यही भेरिफाई गर भनेको थियो, यो दुईवटा इक्वल हुन्छ भनेर भेरिफाई गर भनेको थियो, यो दुईवटा इक्वल आयो, त्यसैले यो के भयो भेरिफाई भयो। अब हामी एक्स इक्वल टु 2 र वाइ इक्वल टु -3 लिएर हेरौँ। त्यो गर्दाखेरि हाम्रो लेफ्ट ह्यान्ड साइडमा के छ डी को लेफ्ट ह्यान्ड साइडमा, डी को लेफ्ट ह्यान्ड साइडमा एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई वाइ छ, त्यसैले मैले यो लिएँ। अब यसमा एक्स इक्वल टु 2 पुट गर्नु होला, वाइ इक्वल टु -3 पुट गर्नु होला। त्यो गर्दाखेरि हाम्रो के आउँछ एब्सोल्युट भ्यालु अफ 2 डिभाइडेड बाई -3 आउँछ है। अब यसलाई चाहिँ हामी यो माइनसलाई बिचमा लेख्न सक्छौँ, त्यो गर्दाखेरि 2/3 हुन्छ, एब्सोल्युट भ्यालु अफ -2/3 आउँछ है। अब यो माइनस छ भने पनि हामीले के गर्नुपर्ने हुन्छ यो माइनसलाई हटाएर नम्बर मात्र लेख्नुपर्ने हुन्छ है। यसमा नम्बर भनेको के छ 2/3 छ, त्यसैले एब्सोल्युट भ्यालु अफ -2/3 भनेको के हुने रहेछ 2/3 हुने रहेछ है। त्यसैले यो केसमा एब्सोल्युट भ्यालु अफ एक्स बाई वाइ भनेको के हुने रहेछ 2/3 हुने रहेछ। अब यो डी को राइट ह्यान्ड साइडमा हाम्रो के छ एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई एब्सोल्युट भ्यालु अफ वाइ छ। अब यसमा एक्स भनेको 2 पुट गर्नु होला, वाइ भनेको -3 पुट गर्नु होला, त्यो गर्दाखेरि एब्सोल्युट भ्यालु अफ 2 डिभाइडेड बाई एब्सोल्युट भ्यालु अफ -3 हुन्छ, किनकि वाइ भनेको -3 छ है। अब एब्सोल्युट भ्यालु अफ 2 भनेको कति हुन्छ एब्सोल्युट भ्यालु अफ 2 भनेको 2 नै हुन्छ र एब्सोल्युट भ्यालु अफ -3 भनेको 3 हुन्छ है। यदि माइनस छ भने माइनसलाई हटाएर नम्बर मात्र लेख्नु होला, नम्बर भनेको 3 छ, त्यसैले एब्सोल्युट भ्यालु अफ -3 भनेको 3 हुन्छ। यसरी हाम्रो के आयो एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई एब्सोल्युट भ्यालु अफ वाइ भनेको 2/3 आयो है, 2/3 आयो। अब यो दुईवटालाई कम्पेरिजन गर्ने हो भने यो र यो के आइरहेको छ इक्वल आइरहेको छ, त्यसैले हामी के भन्न सक्छौँ एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई वाइ इज इक्वल टु एब्सोल्युट भ्यालु अफ एक्स डिभाइडेड बाई एब्सोल्युट भ्यालु अफ वाइ भन्न सक्छौँ। यसरी हामीले क्वेसन नम्बर डीलाई पनि हामीले के गर्यौँ भेरिफाई गर्यौँ। र यसमा केही कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला। अब हामी क्वेसन नम्बर 3 मा मुभ गर्छौँ। क्वेसन नम्बर 3 मा हामीलाई के भनेको छ भने सल्भ द फलोइङ इनइक्वालिटिज भनेको छ। ए मा हामीलाई x - 1 ग्रेटर देन 2 भनेको छ र यसलाई अब हामी इनइक्वालिटिजको प्रपर्टिज युज गरेर यसलाई हामी सल्भ गर्छौँ। र यसमा हामीलाई के दिएको छ x - 1 ग्रेटर देन 2 दिएको छ र हामीले यसमा के पत्ता लगाउनु पर्ने छ, यसमा यो सल्भ भनेको हुनाले हामीले यसमा x को भ्यालुजहरू x को सोलुसनहरू हामीले पत्ता लगाउनु पर्ने छ। त्यसैले यो x को भ्यालुजहरू हामीले निकाल्नु पर्ने छ र यो x को भ्यालुज निकाल्नको लागि x को सोलुसन निकाल्नको लागि हामीले यो 1 लाई हटाउनु पर्ने हुन्छ है।
यो 1 लाई हटाउनु पर्ने हुन्छ र यो 1 हटाउनको लागि हामीले यो x र 1 को रिलेसन बुझ्नु पर्ने हुन्छ यसमा x र 1 को रिलेसन भनेको यसमा सबट्र्याक्सन छ त्यसैले हामीले बोथ साइड के गर्नुपर्ने हुन्छ एडिसन गर्नुपर्ने हुन्छ है यदि सबट्र्याक्सन छ भने हामी बोथ साइड एडिसन गर्नुपर्ने हुन्छ र यसमा यो 1 लाई हटाउनु पर्ने भएको हुनाले हामी बोथ साइड के गर्नुपर्ने हुन्छ 1 एडिसन गर्नुपर्ने हुन्छ त्यसैले अब हामी बोथ साइड 1 एडिसन गरेर हेरौँ के हुन्छ अब यो x - 1 मा हामीले के एड गर्नुपर्ने हुन्छ 1 एड गर्ने त्यसैगरी यो ग्रेटर देन 2 छ यसमा पनि हामी 1 एड गर्ने त्यो गर्दाखेरि हाम्रो के हुन्छ x - 1 + 1 ग्रेटर देन 2 + 1 हुन्छ हामीले बोथ साइड 1 एड गर्दाखेरि अब हाम्रो के हुन्छ भने यो x लाई x लेख्ने अब यो -1 + 1 चाहिँ हाम्रो क्यान्सल हुन्छ किनकि यो भनेको 0 हुन्छ त्यसैले -1 र 1 लाई मैले क्यान्सल गरे अब यो ग्रेटर देन लाई ग्रेटर देन लेख्ने 2 + 1 भनेको 3 हुन्छ है यसरी हाम्रो x भने के हुने रहेछ ग्रेटर देन 3 हुने रहेछ है त्यसैले हाम्रो सोलुसन भनेको के हो x ग्रेटर देन 3 चाहिँ हाम्रो सोलुसन हो यसरी हामीले यसलाई सल्भ गर्न सक्छौं र यसमा के कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला अब हामी अर्को क्वेशनमा मुभ गर्छौं क्वेशन नम्बर बी क्वेशन नम्बर बी मा हामीलाई के भनेको छ भने x - 3 लेस देन अर इक्वल टु 5 भनेको छ यसमा चाहिँ हामीलाई के भनेको छ x - 3 लेस देन अर इक्वल टु 5 भनेको छ र यसमा पनि हामीले यो x को भ्यालु निकाल्नु पर्ने छ र यो x को भ्यालु निकाल्नको लागि हामीले यो 3 लाई हटाउनु पर्ने हुन्छ र यो 3 हटाउनको लागि हामीले यो x र 3 को रिलेसन बुझ्नु पर्ने हुन्छ र यो x र 3 को रिलेसन के छ यसमा सबट्र्याक्सन छ यदि सबट्र्याक्सन छ भने हामी बोथ साइड के गर्नुपर्छ एडिसन गर्नुपर्ने हुन्छ र यसमा यो 3 हटाउनु पर्ने भएको हुनाले हामीले बोथ साइड के एडिसन गर्ने 3 एडिसन गर्ने अब बोथ साइड 3 एडिसन गरेर हेरौं के हुन्छ त्यो गर्दाखेरि x - 3 + 3 लेस देन अर इक्वल टु 5 + 3 हुन्छ है हामीले बोथ साइड 3 एडिसन गर्दाखेरि यो हुन्छ अब हाम्रो यो x लाई चाहिँ x लेख्ने अब यो -3 र +3 चाहिँ क्यान्सल आउट भयो अब यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु नै लेख्ने 5 + 3 भनेको 8 हुन्छ यसरी हाम्रो सोलुसन भनेको के हुने रहेछ x लेस देन अर इक्वल टु 8 हुने रहेछ र यसमा पनि केही कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला अब हामी क्वेशन नम्बर सी मा जान्छौं क्वेशन नम्बर सी मा हामीलाई -1 लेस देन x - 2 लेस देन 3 दिएको छ र यसमा पनि हामीले यो x को भ्यालु पत्ता लगाउनु पर्ने छ र यो x को भ्यालु पत्ता लगाउनको लागि हामीले यो 2 लाई हटाउनु पर्ने हुन्छ र यो 2 हटाउनको लागि हामीले यो x र 2 को रिलेसन बुझ्नु पर्ने हुन्छ र यसमा x र 2 को रिलेसन के छ सबट्र्याक्सन छ यदि सबट्र्याक्सन छ भने हामी सबै साइडमा के गर्नुपर्छ एडिसन गर्नुपर्छ र यसमा यो 2 हटाउनु पर्ने भएको हुनाले सबै साइडमा हामी 2 एडिसन गर्नुपर्ने हुन्छ अब यो 2 एडिसन गरेर हेरौं त्यो गर्दाखेरि के हुन्छ -1 + 2 लेस देन x - 2 + 2 लेस देन 3 + 2 हुने रहेछ है सबै साइडमा 2 एडिसन गर्दाखेरि यो हुने रहेछ अब यसलाई सिम्प्लिफाई गरौँ सिम्प्लिफाई गर्दाखेरि -1 + 2 भनेको 1 हुन्छ लेस देन भनेको लेस देन हुन्छ x लाई x लेखे अब -2 र यो 2 क्यान्सल हुन्छ त्यसैले त्यसलाई के लेखिराख्नु परेन अब लेस देन लाई लेस देन लेखे 3 + 2 भनेको 5 हुन्छ यसरी हाम्रो सोलुसन भनेको के हुने रहेछ हाम्रो सोलुसन भनेको 1 लेस देन x लेस देन 5 हुने रहेछ है हाम्रो सोलुसन भनेको यो हुने रहेछ अब हामी यसको मिनिङ पनि बुझौं यसको मिनिङ के हो भने x को भ्यालु चाहिँ 1 देखि 5 सम्म हुन्छ है यसको भ्यालु के हुन्छ यसको मिनिङ चाहिँ x को भ्यालु 1 र 5 को बीचमा पर्छ यसलाई चाहिँ हामी के पनि भन्न सक्छौं भने x को भ्यालु चाहिँ 1 देखि 5 सम्म पर्छ तर 1 र 5 इन्क्लुड हुँदैन यसमा 1 र 5 किन इन्क्लुड हुँदैन किनकि यसमा लेस देन मात्र छ यसमा इक्वल टु छैन त्यसैले 1 र 5 चाहिँ इन्क्लुड हुँदैन र यो 1 र 5 इन्क्लुड हुँदैन भन्नको लागि हामी कसरी लेख्छौं यसलाई म्याथमेटिकली यो 1 इन्क्लुड हुँदैन भन्नको लागि हामी स्मल ब्र्याकेट युज गर्छौं है त्यसैगरी यो 5 इन्क्लुड हुँदैन भन्नको लागि हामी स्मल ब्र्याकेट युज गर्छौं यदि हाम्रो यसमा यसरी इक्वल टु भएको भए 1 र 5 इन्क्लुड हुन्थ्यो त्यसलाई चाहिँ हामी इन्क्लुड हुन्छ भने त्यसलाई चाहिँ हामी बिग ब्र्याकेटले रिप्रेजेन्ट गर्छौं है यसमा इक्वल टु हुन्थ्यो भने 1 र 5 इन्क्लुड हुन्थ्यो र त्यसलाई हामी म्याथमेटिकली चाहिँ यसरी बिग ब्र्याकेटले रिप्रेजेन्ट गर्छौं तर यसमा चाहिँ हाम्रो लेस देन मात्र भएको हुनाले यसमा x को भ्यालु 1 देखि 5 सम्म त हुन्छ तर यो 1 र 5 इन्क्लुड हुँदैन अब 1 इन्क्लुड हुँदैन भन्नको लागि हामी स्मल ब्र्याकेट लेख्छौं लेफ्ट तिर 5 इन्क्लुड हुँदैन भन्नको लागि हामी स्मल ब्र्याकेट 5 तिर लेख्छौं यसरी हामीले यसलाई यसरी पनि लेख्न सक्छौं है र यस्तो खालकोलाई चाहिँ हामी के भन्छौं ओपन इन्टरभल भन्छौं है यो चाहिँ तपाईहरुको एक्स्ट्रा नलेजको लागि हो अहिले पछि काम लाग्छ यो
अब हामी क्वेसन नम्बर डीमा जाउँ र यसमा के कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट गर्नु होला। अब हामी क्वेसन नम्बर डीमा जान्छौँ। क्वेसन नम्बर डी, क्वेसन नम्बर डीमा हामीलाई के दिएको छ भने -3 लेस देन अर इक्वल टु 2x - 1 लेस देन अर इक्वल टु 5 दिएको छ र यसमा पनि हामीले x को भ्यालुज निकाल्नु पर्ने छ। त्यसको लागि हामीले यो 1 लाई हटाउनु पर्ने हुन्छ। अब यो 1 हटाउनको लागि हामीले यो 2x र 1 को रिलेसन बुझ्नु पर्ने हुन्छ र यसमा हाम्रो रिलेसन के छ, सब्ट्र्याक्सन छ। यदि सब्ट्र्याक्सन छ भने हामी सबै साइडमा के गर्नुपर्ने हुन्छ, एडिसन गर्नुपर्ने हुन्छ। त्यसैले अब हामी सबै साइडमा एडिसन गर्छौँ र यसमा यो 1 हटाउनु पर्ने भएको हुनाले सबै साइडमा हामी 1 एडिसन गर्छौँ। अब सबै साइडमा 1 एडिसन गरेर हेरौँ, त्यो गर्दाखेरि के हुन्छ, -3 + 1 हुन्छ। यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु लेख्नु होला, यो 2x लाई 2x लेख्नु होला, यो -1 लाई -1 लेख्नु होला। अब यसमा पनि हामी 1 लाई एडिसन गर्छौँ। अब यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु लेख्नु होला। अब हाम्रो के भयो, 5 + 1 भयो। यसरी हामीले के गर्यौँ, सबै साइडमा 1 एडिसन गर्यौँ। अब यसलाई हामी सिम्प्लिफाई गरौँ। सिम्प्लिफाई गर्दाखेरि -3 + 1 भनेको -2 हुन्छ। लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु लेख्नु होला, 2x लाई 2x लेख्नु होला। अब यो -1 र +1 क्यान्सल हुन्छ, त्यसलाई लेखिराख्नु परेन। अब यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु लेखेँ, 5 + 1 भनेको 6 हुन्छ, यहाँ 6 लेख्नु होला। त्यो गर्दाखेरि के आउने रहेछ, हाम्रो -2 लेस देन अर इक्वल टु 2x लेस देन अर इक्वल टु 6 आउने रहेछ। र यसमा हामीले के निकाल्नु पर्ने छ, हामीले त x को भ्यालुजहरू, x को सोलुसनहरू निकाल्नु पर्ने छ। त्यसैले अब हामीले के गर्नुपर्ने हुन्छ, यो 2 लाई पनि हटाउनु पर्ने हुन्छ। अब यो 2 लाई हटाउनको लागि हामीले यो 2 र x को रिलेसन बुझ्नु पर्ने हुन्छ। यसमा 2 र x सँगै बसेको छ, यसमा 2 र x को रिलेसन के छ, मल्टिप्लिकेसन छ। यदि मल्टिप्लिकेसन छ भने हामी सबै साइडमा के गर्छौँ, डिभिजन गर्छौँ र यसमा यो 2 हटाउनु पर्ने भएको हुनाले सबै साइडमा हामी केले डिभाइड गर्छौँ, 2 ले डिभाइड गर्छौँ है। सबै साइडमा हामी 2 ले डिभाइड गर्छौँ। अब यसलाई सिम्प्लिफाई गरेर हेरौँ, यसलाई सिम्प्लिफाई गरेर हेरौँ। अब यो -2 र यो 2 है, यो 2 र 2 काटिन्छ, त्यो गर्दाखेरि 1 आउँछ। त्यसैले यतातिर हाम्रो -1 भयो। लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु नै लेखेँ, यो 2 र यो 2 पनि काटियो, त्यो गर्दाखेरि के भयो, यसमा x भयो। अब यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु लेखेँ, 6/2 भनेको 3 हुन्छ है, किनकि 2 × 3 भनेको 6 हुन्छ। यसरी हाम्रो सोलुसन भनेको के आउने रहेछ, हाम्रो सोलुसन भनेको -1 लेस देन अर इक्वल टु x लेस देन अर इक्वल टु 3 आउने रहेछ है। अब हाम्रो एन्सर भनेको यो भयो। अब यसको मिनिङ पनि बुझौँ है, यसको मिनिङ पनि बुझौँ। अब यसको मिनिङ के हो भने x को भ्यालु चाहिँ -1 देखि 3 सम्म हुन्छ है। x को भ्यालुज भनेको के हुन्छ, -1 देखि 3 सम्म हुन्छ र यसमा यो इक्वल टु भएको हुनाले यो -1 पनि हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ है। यसमा यो इक्वल टु भएको हुनाले यो -1 लाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ र यो इन्क्लुड गर्नको लागि हामी के युज गर्छौँ, हामी यस्तो खालको बिग ब्र्याकेट युज गर्छौँ है। त्यसैले -1 लाई हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ किनकि यसमा इक्वल टु पनि छ। त्यसैले यसमा मैले बिग ब्र्याकेट युज गरेँ। त्यसैगरी यो x = 3 पनि छ है। यसमा यो 3 सँग पनि इक्वल भएको हुनाले यसलाई यो 3 लाई पनि हामीले के गर्नुपर्ने हुन्छ, इन्क्लुड गर्नुपर्ने हुन्छ। यो 3 लाई पनि इन्क्लुड गर्नको लागि मैले यहाँ के गरेँ, बिग ब्र्याकेट युज गरेँ है। यसरी हाम्रो के यसलाई यसरी हामीले के भन्न सक्छौँ, x को भ्यालु चाहिँ -1 देखि 3 सम्म हुन्छ, इन्क्लुडिङ -1 and 3 भन्छौँ है। यसमा यो भनेको चाहिँ x को भ्यालु -1 सँग नि इक्वल भएको हुनाले -1 लाई पनि हामीले इन्क्लुड गर्नु पर्यो। त्यसैले यतातिर हामी लेफ्टतिर बिग ब्र्याकेट युज गर्छौँ। यहाँ x को भ्यालु 3 सँग पनि इक्वल भएको हुनाले यो 3 लाई पनि इन्क्लुड गर्नु पर्यो। त्यसैले राइटतिर पनि हामी के युज गर्छौँ, बिग ब्र्याकेट युज गर्छौँ है। यसरी यसलाई हामी यसरी पनि लेख्न सक्छौँ है। र यसमा केही कन्फ्युजन छ भने तपाईहरूले कमेन्ट गर्नु होला। अब हामी क्वेसन नम्बर ई मा मुभ गर्छौँ। क्वेसन नम्बर ई, क्वेसन नम्बर ई मा के भनेको छ भने x² - 2x > 0 भनेको छ र यसमा यो x को हाइएस्ट पावर भनेको 2 छ। त्यसैले यस्तो खालको इनइक्वालिटीलाई हामी क्वाड्रेटिक इनइक्वालिटी भन्छौँ र यो क्वाड्रेटिक इनइक्वालिटी दिएको छ भने यसलाई चाहिँ हामी अलिकति फरक तरिकाले गर्नुपर्ने हुन्छ र यसमा मैले तपाईहरूको बुकमा भएको भन्दा अलिकति फरक तरिकाले, सजिलो तरिकाले गरेको छु र यसमा म तपाईहरूलाई क्याल्कुलेटरबाट पनि कसरी इजिली यसलाई सल्भ गर्ने, क्याल्कुलेटर हेल्पले कसरी इजिली क्वेसनहरू गर्ने त्यो पनि तपाईहरूलाई म सिकाउने छु। अब हामी यसको सोलुसन हेरौँ। यदि हामीलाई क्वेसनले क्वाड्रेटिक इनइक्वालिटी दिएको छ भने हाम्रो फर्स्ट स्टेप भनेको त्यो इनइक्वालिटीको करेस्पोन्डिङ इक्वेसन लेख्ने हो है। हामीले के लेख्नु पर्ने हुन्छ, सुरुमा करेस्पोन्डिङ इक्वेसन लेख्नु पर्ने हुन्छ र यो करेस्पोन्डिङ इक्वेसन लेख्नको लागि यो इनइक्वालिटीको साइनलाई तपाईले इक्वल टु साइनले रिप्लेस गर्नु होला। त्यो गर्दाखेरि हाम्रो करेस्पोन्डिङ इक्वेसन भनेको x² - 2x = 0 आउँछ है।
हाम्रो करेस्पोन्डिङ इक्वेसन भनेको x स्क्वायर माइनस 2x इक्वल टु 0 आउँछ। अब यो करेस्पोन्डिङ इक्वेसनलाई सल्भ गरौँ है, यसलाई सल्भ गरौँ। यसमा चाहिँ हाम्रो x छ, यसमा पनि हाम्रो x छ, त्यसैले एउटा x लाई हामी के गर्न सकिन्छ, कमन लिन सकिन्छ है। अब यसबाट मैले x कमन लिएँ, यदि मैले x स्क्वायरबाट x कमन लिएँ भने के बाँकी रहन्छ, x बाँकी रहन्छ है, किनकि x स्क्वायर भनेको के हो, x इन्टु x हो। र यदि मैले यो एउटा x लाई कमन झिक्ने हो भने के बाँकी रहन्छ, एउटा x बाँकी रहन्छ, त्यसैले यसमा x लेखेँ। र यसलाई चाहिँ हामी यसरी पनि बुझ्न सकिन्छ, x इन्टु x भनेको x स्क्वायर हुने भएको हुनाले यसमा x लेखेको हो भनेर पनि बुझ्न सकिन्छ। अब यो माइनसलाई माइनस लेखेँ। अब यो 2x बाट मैले x कमन झिक्दाखेरि के बाँकी रहन्छ, 2 बाँकी रहन्छ, त्यसैले यसमा मैले 2 लेखेँ। अब यो इक्वल टु 0 लाई इक्वल टु 0 नै लेखेँ। यसरी हाम्रो के आउने रहेछ, x माइनस 2 भनेको 0 आउने रहेछ। अब यसबाट हामी के भन्न सक्छौँ, यसबाट हामी इदर x इक्वल टु 0 भन्न सक्छौँ और x माइनस 2 भनेको 0 भन्न सक्छौँ है। इदर x इक्वल टु 0 भन्न सक्छौँ और x माइनस 2 इक्वल टु 0 भन्न सक्छौँ। अब यसलाई सिम्प्लिफाई गर्नु परेन, किनकि यो डाइरेक्ट x इक्वल टु 0 आइसकेको छ र यसलाई चाहिँ हामी सिम्प्लिफाई गरेर x को भ्यालु निकाल्छ। अब यसलाई सिम्प्लिफाई गरेर x को भ्यालु निकालौँ। अब यो x को भ्यालु निकाल्नको लागि तपाईले यो -2 लाई RHS मा पठाउनु पर्ने हुन्छ र यो -2 लाई RHS मा पठाउँदाखेरि के हुन्छ, साइन चेन्ज हुन्छ है। अब -2 चाहिँ अब हाम्रो के भइदिन्छ, +2 भइदिन्छ। यसरी हाम्रो x भनेको कति हुने रहेछ, 0 + 2 हुने रहेछ र 0 + 2 भनेको कति हो, 2 हो। यसरी हाम्रो x भनेको 2 हुने रहेछ है। एउटा x भनेको 0 हुने रहेछ, अर्को x भनेको 2 हुने रहेछ, त्यसैले हामी के भन्न सक्छौँ, x इक्वल टु 0,2 भन्न सक्छौँ है। यसलाई चाहिँ मैले डाइरेक्टली यहाँ लेखेको छु है। अब यो x को भ्यालुजलाई चाहिँ हामी क्रिटिकल भ्यालुज अथवा यो x यसलाई चाहिँ हामी क्रिटिकल पोइन्ट भन्छौँ है। यो x को भ्यालुजलाई चाहिँ हामी क्रिटिकल भ्यालुज अथवा यो क्रिटिकल पोइन्ट भन्छौँ, किनकि यो x को भ्यालुजले यो इनइक्वालिटीको सोलुसनलाई असर गर्छ है। यसको सोलुसनलाई के गर्छ, यसलाई यसको सोलुसन यसको एन्सरलाई यसले असर गर्ने भएको हुनाले यसलाई चाहिँ हामी क्रिटिकल पोइन्ट भन्छौँ। अब यो क्रिटिकल पोइन्टलाई चाहिँ अब हामी नम्बर लाइनमा प्लट गरौँ। हाम्रो नम्बर लाइनमा चाहिँ -∞ देखि इन्फिनिटी हुन्छ, यो बिचमा हाम्रो सबै रियल नम्बरहरू पर्छ। अब हामी यो x इक्वल टु 0 लाई यहाँ प्लट गरेँ, x इक्वल टु 2 लाई पनि मैले प्लट गरेँ। अब यो नम्बर लाइनमा हेर्ने हो भने यो x इक्वल टु 0 र यो x इक्वल टु 2 ले यो नम्बर लाइनलाई 3 वटा इन्टरभलमा डिभाइड गरेको छ है। हाम्रो फर्स्ट इन्टरभल भनेको यो भयो, -∞ देखि 0 मा एउटा डिभाइड गरेको छ, त्यसैगरी 0 देखि 2 मा अर्को इन्टरभल पर्छ। यसलाई यसरी 0 देखि 2 भनेको एउटा पार्ट भयो, त्यसैगरी 2 देखि इन्फिनिटी भनेको अर्को इन्टरभल भयो। यसरी यो दुईवटा पोइन्टले के गरेको छ, यो नम्बर लाइनलाई 3 वटा पार्ट्स अथवा 3 वटा इन्टरभलमा डिभाइड गरेको छ। र त्यो इन्टरभलहरू भनेको के हो, एउटा भनेको -∞, 0 हो, अर्को भनेको 0,2 हो र अर्को इन्टरभल भनेको 2 देखि इन्फिनिटी हो। यसरी 3 वटा इन्टरभलमा डिभाइड गर्ने रहेछ है। यो क्रिटिकल पोइन्टले, यो दुईवटा क्रिटिकल पोइन्टले हाम्रो नम्बर लाइनलाई 3 वटा इन्टरभलमा डिभाइड गर्ने रहेछ। अब यो इन्टरभलमा चाहिँ हाम्रो के हुन्छ, यसको सोलुसनहरू पर्न सक्छ है। र कुन इन्टरभलमा हाम्रो सोलुसन पर्छ त्यो चेक गर्नुपर्ने हुन्छ र जुन इन्टरभलले चाहिँ हाम्रो यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ त्यही नै हाम्रो सोलुसन हुन्छ है। सोलुसन भनेको के हो, जुन नम्बर अथवा जुन इन्टरभलले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ त्यही नै हाम्रो यो इनइक्वालिटीको सोलुसन हुन्छ। त्यसैले अब हामी यो हरेक इन्टरभललाई हामी के गर्छौँ, चेक गर्छौँ है। हरेक इन्टरभलमा यो इनइक्वालिटीलाई इभ्यालुएसन गर्छौँ है। यो 3 वटा इन्टरभलमा हामी यो इनइक्वालिटीलाई के गर्ने, चेक गर्ने अथवा इभ्यालुएसन गर्ने है। यो 3 वटै इन्टरभलमा अब हामी यो इनइक्वालिटीलाई के गर्नुपर्ने हुन्छ, चेक गर्नुपर्ने हुन्छ, इभ्यालुएसन गर्नुपर्ने हुन्छ र यो कुन इन्टरभलले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ त्यो चाहिँ हाम्रो सोलुसन हुन्छ। यदि सेटिस्फाई गर्दैन भने त्यो चाहिँ हाम्रो सोलुसन हुँदैन। त्यसैले अब 3 वटा इन्टरभल भनेको हाम्रो के छ, क्रिटिकल पोइन्टले डिभाइड गरेको 3 वटा इन्टरभल भनेको -∞, 0, अर्को भनेको 0,2 र अर्को भनेको 2,∞ भयो। अब यो इन्टरभलले यसलाई सेटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गर्नको लागि हामीले हरेक इन्टरभलमा एउटा टेस्ट नम्बर लिनुपर्ने हुन्छ। यसमा पनि हामीले टेस्ट नम्बर लिनुपर्ने हुन्छ, यो इन्टरभलमा पनि हामीले टेस्ट नम्बर लिनुपर्ने हुन्छ। अब यो टेस्ट नम्बर कसरी लिने, यो टेस्ट पोइन्ट कसरी लिने त्यो हेरौँ। अब यो -∞, 0 छ है। अब यो -∞, 0 भनेको के हो, -∞ र 0 को बिचमा एउटा नम्बर लिने हो है। अब यसमा हामीले -∞ र 0 को बिचमा एउटा नम्बर लिनुपर्ने हुन्छ। जस्तै मैले यो नम्बर लाइन बनाएँ,
लेफ्ट माइनस इन्फिनिटीदेखि प्लस इन्फिनिटीसम्म हुन्छ, 0 बिचमा हुन्छ र 0 को राइटतिर हाम्रो पोजिटिभ नम्बरहरू हुन्छ 1 2 3, 0 को लेफ्टतिर हाम्रो नेगेटिभ नम्बरहरू हुन्छ। मैले यसमा इन्टिजरहरू मात्र बनाएँ, तपाईहरूले यसमा फ्र्याक्सन डेसिमल पनि लिन सक्नुहुन्छ। अब हाम्रो के गर्नु पर्यो, माइनस इन्फिनिटी र 0 को बिचमा एउटा नम्बर चुज गर्नु पर्यो है। के चुज गर्नु पर्यो, माइनस इन्फिनिटी र 0 को बिचमा है। माइनस इन्फिनिटी र 0 को बिचमा धेरैवटा नम्बरहरू हुन्छ। मैले चाहिँ यसमा सजिलोको लागि -1 चुज गरेको छु। तपाईहरूले यसमा -2 पनि चुज गर्न सक्नुहुन्छ, -3 पनि चुज गर्न सक्नुहुन्छ, यसमा -4 पनि चुज गर्न सक्नुहुन्छ, माइनस डेसिमलमा पनि चुज गर्न सक्नुहुन्छ है। -1.5, -1.1, -2.1, -2.5 पनि चुज गर्न सक्नुहुन्छ। तर मैले चाहिँ सजिलोको लागि माइनस इन्फिनिटी र 0 को बिचमा मैले -1 चुज गरेँ है। सजिलोको लागि सानो नम्बर चुज गऱ्यो भने हामीलाई सजिलो हुन्छ, त्यसैले मैले -1 चुज गरेँ। त्यसै गरी अब यो इन्टरभलमा हेरौँ, यो भनेको 0 र 2 को बिचमा हामीले एउटा नम्बर चुज गर्नु पर्यो है। 0 र 2 को बिचमा अब हामी 0 र 2 को बिचमा चुज गर्नु पर्यो है। 0 र 2 को बिचमा मैले सजिलोको लागि 1 चुज गरेको छु। तपाईहरूले डेसिमलमा पनि चुज गर्न सक्नुहुन्छ है। 1.1, 1.2, 1.3, 1.5, 0.5, 0.3, 0.1, 0.001 यसरी पनि तपाईहरूले चुज गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा 1 चुज गरेँ है। तपाईँहरूलाई चोइस छ, तपाईँले जुनसुकै यो 0 र 2 को बिचमा पढ्ने जुनसुकै नम्बर चुज गर्न सक्नुहुन्छ है। मैले चाहिँ यसमा 1 चुज गरेँ, तपाईँले 0.5, 1.5, 1.3, 1.111 यसरी चुज गर्न सक्नुहुन्छ। तर मैले सजिलोको लागि 1 चुज गरेँ। त्यसै गरी अब हामीले यो 2 र इन्फिनिटीको बिचमा पनि एउटा नम्बर चुज गरौँ। मैले चाहिँ सजिलोको लागि 3 चुज गरेँ। तपाईँहरूले 2.1, 2.2, 2.3, 2.5 जे चुज गर्दा पनि हुन्छ, 500, 1000 जे चुज गर्दा पनि हुन्छ। मैले चाहिँ सजिलोको लागि 3 चुज गरेँ। यसरी मैले के गरेँ, हरेक इन्टरभलमा मैले एउटा नम्बर चुज गरेँ है। यो इन्टरभलमा पढ्ने एउटा नम्बर यो चुज गरेँ, यो इन्टरभलमा पढ्ने नम्बर यो एउटा चुज गरेँ, यो इन्टरभलमा पढ्ने नम्बर यो एउटा चुज गरेँ। अब यो चुज गरेको टेस्ट नम्बर चाहिँ अब हामी के गर्छौँ भने यो नम्बरले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गर्छ है। यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गर्छौँ। यदि सेटिस्फाई गर्छ भने यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन हुन्छ। यदि सेटिस्फाई गर्दैन भने यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन हुँदैन। अब यसलाई चेक गरौँ है, यसलाई सेटिस्फाई गर्छ कि गर्दैन, क्वेसनले दिएको इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गरौँ। अब त्यसको लागि चाहिँ तपाईँहरूले यो -1 चेक गर्नको लागि चाहिँ x को ठाउँमा -1 राख्नु होला है। यो x को ठाउँमा -1 राख्नु होला। यो स्क्वायरलाई स्क्वायरै लेखेँ, माइनसलाई माइनस लेखेँ, 2 लाई 2 नै लेखेँ। यो x को ठाउँमा -1 लेख्नु होला, ग्रेटर देन 0 लाई ग्रेटर देन 0 नै लेखेँ। अब हामी के गर्ने, अब हामी यसको भ्यालु निकाल्ने है। यसको भ्यालुजहरू अहिले इजिली क्याल्कुलेटरबाट निकाल्न सकिन्छ। म तपाईँहरूलाई अहिले एकछिनमा देखाउँछु। अहिले चाहिँ म म्यानुअली गर्छु। -1 स्क्वायर भनेको 1 भयो, -2 इन्टु -1 भनेको +2 हुन्छ है। यसरी 1 + 2 हुने रहेछ। 1 + 2 भनेको 3 भयो है। त्यसैले यसलाई मैले के लेखेँ, 3 लेखेँ। यो ग्रेटर देन 0 लाई ग्रेटर देन 0 लेखेँ, ग्रेटर देन 0 लाई ग्रेटर देन 0 लेखेँ है। यसरी के आयो, हाम्रो 3 ग्रेटर देन 0 आयो है। यसमा 3 ग्रेटर देन 0 आयो। अब यो ट्रु हो कि फल्स हो त्यो चेक गरौँ है। यो 3 चाहिँ 0 भन्दा ठुलो हुन्छ कि हुँदैन त्यो चेक गरौँ। 3 भनेको 0 भन्दा ठुलो हुन्छ है। 3 भनेको 0 भन्दा ठुलो हुन्छ, त्यसैले यो के हो, ट्रु हो। यदि ट्रु हो भने के गर्यो, यो इनइक्वालिटीलाई सेटिस्फाई गर्यो है। ट्रु भनेको मतलब के हो, यो नम्बरले, यो टेस्ट नम्बरले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्यो। यदि सेटिस्फाई गर्यो भने यो इन्टरभलको नम्बरहरू भनेको हाम्रो के हुन्छ, अब सोलुसन हुन्छ है। त्यसैले यो इन्टरभलको नम्बरहरू हाम्रो के हुने रहेछ, यो इनइक्वालिटीको सोलुसन हुन्छ है। त्यसैले यो इन्टरभलको नम्बरहरू हाम्रो के आयो, सोलुसन आयो। अब हामी अर्को इन्टरभलमा मुभ गरौँ। अर्को इन्टरभल भनेको हाम्रो 0,2 छ। 0,2 मा हामीले 1 लाई टेस्ट नम्बरको रूपमा चुज गरेका छौँ। अब यो 1 लाई अब हामी यो इनइक्वालिटीमा पुट गरौँ र यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन चेक गरौँ। त्यसको लागि चाहिँ x को ठाउँमा 1 लेख्नु होला, स्क्वायरलाई स्क्वायर लेख्नु होला, माइनसलाई माइनस लेख्नु होला, यो 2 लाई 2 लेख्नु होला, x को ठाउँमा 1 लेख्नु होला, ग्रेटर देन 0 लाई ग्रेटर देन 0 लेख्नु होला। अब हामी यसको भ्यालुज निकालौँ। यो सबै भ्यालुजहरू है, यो सबै भ्यालुजहरू अहिले एकछिनमा क्याल्कुलेटरबाट इजिली निकाल्न सिकाउँछु म। अहिले चाहिँ यसलाई म्यानुअली गरौँ। जस्तै यो 1 स्क्वायर भनेको 1 हुन्छ है। 2 इन्टु 1 भनेको 2 नै हुन्छ। त्यसैले यो भनेको के हुने रहेछ, 1 - 2 हुने रहेछ। 1 - 2 भनेको -1 हो है। त्यसैले यसमा मैले -1 लेखेँ है। अब यो ग्रेटर देन 0 लाई ग्रेटर देन 0 नै लेखेँ। अब यसलाई हामी चेक गरौँ है। अब यो ट्रु हो कि फल्स हो त्यो चेक गरौँ।
यसमा -1 ग्रेटर देन 0 भनेको छ है। -1 ग्रेटर देन 0 हो त होइन है। अब तपाईँले यदि नम्बर लाइनमा हेर्नुहुन्छ भने यो 0 हुन्छ, यतातिर पोजिटिभ नम्बरहरू हुन्छ है, यतातिर हाम्रो नेगेटिभ नम्बरहरू हुन्छ र हाम्रो लेफ्टतिरको नम्बर भनेको चाहिँ राइटतिरको नम्बर भन्दा सानो हुन्छ है। त्यसैले यो -1 चाहिँ हाम्रो 0 भन्दा सानो हुन्छ, तर यहाँ के छ, यहाँ चाहिँ ग्रेटर छ, त्यसैले यो भनेको फल्स हो है। -1 ग्रेटर देन 0 भनेको फल्स हो। यदि फल्स हो भने यो नम्बरले यो इनइक्वालिटीलाई के गरेन, सेटिस्फाई गरेन। यदि सेटिस्फाई गरेन भने यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन होइन। त्यसैले यसको यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन होइन। रिजल्टमा मैले त्यही लेखेको छु। अब हामी अर्को इन्टरभलमा चेक गरौँ। हाम्रो लास्ट इन्टरभल भनेको हाम्रो 2 देखि इन्फिनिटी छ। यसमा मैले एउटा नम्बर चुज गरेको थिएँ, 3 चुज गरेको थिएँ। अब यो 3 ले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन चेक गरौँ। त्यसको लागि तपाईँले x को ठाउँमा 3 राख्नु होला, यो स्क्वायरलाई स्क्वायर लेख्नु होला, माइनसलाई माइनस लेख्नु होला, यो 2 लाई 2 लेख्नु होला, x को ठाउँमा 3 लेख्नु होला, ग्रेटर देन 0 लाई ग्रेटर देन 0 नै लेख्नु होला। अब हामी यसको भ्यालु निकालौँ है। 3 स्क्वायर भनेको 9 हुन्छ, माइनसलाई माइनस लेखे, 2 × 3 भनेको 6 हो। त्यसैले यो भनेको के हुने रहेछ, 9 - 6, 9 - 6 भनेको 3 हुन्छ। त्यसैले यसमा मैले 3 लेखेको छु है। अब यसलाई चेक गरौँ, यो ग्रेटर देन 0 लाई ग्रेटर देन 0 नै लेखेको छु। अब यो 3 ग्रेटर देन 0 ट्रु हो कि फल्स हो त्यो चेक गरौँ। 3 भनेको 0 भन्दा ठुलो हुन्छ, त्यसैले यसलाई मैले ट्रु लेखेको छु है। यदि ट्रु हो भने यो नम्बरले के गर्यो, यो इनइक्वालिटीलाई सेटिस्फाई गर्यो। यदि सेटिस्फाई गर्छ भने हाम्रो के हुन्छ, सोलुसन हुन्छ है। त्यसैले यो इन्टरभलको नम्बरहरू भनेको हाम्रो के हुन्छ, सोलुसन हुन्छ है। एउटा त यहाँ आयो हैन सोलुसन, अर्को यहाँ आयो सोलुसन है। अब यसलाई हामी म्याथमेटिकली लेख्ने हो भने द रिक्वायर्ड सोलुसन इज भनेर हामी -∞, 0 यसलाई पनि हामीले इन्क्लुड गर्नुपर्ने भएको हुनाले यसलाई युले युनियनले इन्क्लुड गर्छ। यो दुईवटै हाम्रो सोलुसन हुने भएको हुनाले यसलाई हामी युनियनले लेख्छौँ है। यो पनि दुईटै इन्क्लुड गर्नुपर्ने भएको हुनाले युनियनले जोड्ने। त्यो गर्दाखेरि 2, हुन्छ है। हाम्रो सोलुसन चाहिँ यो हुन्छ है। यहाँ हेर्नुहोस् त, एउटा सोलुसन कहाँ आएको छ, यहाँ आएको छ, अर्को सोलुसन कहाँ आएको छ, यहाँ आएको छ है। त्यसैले हाम्रो सोलुसन भनेको के हो, -∞, 0 युनियन 2, है। हाम्रो सोलुसन चाहिँ यो है। र यसमा केही कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट गर्नु होला। अब म तपाईँहरूलाई क्याल्कुलेटरबाट यो सबै कसरी निकाल्ने, यो एकैचोटि यो भ्यालुजहरू कसरी निकाल्ने त्यो सिकाउँछ है। तपाईँले यसमा जुनसुकै भ्यालुज लिनुभयो भने पनि यसलाई इजिली क्याल्कुलेटरबाट कसरी निकाल्ने म तपाईँलाई देखाउँछु। म मेरो क्याल्कुलेटर झिक्छु। यहाँ यसमा मैले मेरो क्याल्कुलेटर झिकेको छु। अब यसमा हामीले यो x² - 2x लाई टाइप गर्नुपर्ने हुन्छ। त्यसको लागि अल्फा यो ब्र्याकेट गर्नुभयो भने x आउँछ, स्क्वायर भयो, -2 अनि फेरि अल्फा अनि यो x गर्नुभयो भने x² - 2x आउँछ। अब यसमा तपाईँले क्याल्क थिच्नुभयो भने यसले चाहिँ x को भ्यालु माग्छ है। यसमा चाहिँ 1 छ। अब हामीले नयाँ भ्यालु हाल्नुपर्ने हुन्छ। यसले x को भ्यालुज कति हो भनेर मागिरहेको छ। हामीले कति हाल्नु पर्यो, यसमा -1 हाल्नु पर्यो। त्यसैले -1 लाई तपाईँले यहाँ टाइप गर्नु होला, त्यसपछि यो इक्वल टु थिच्नु होला। त्यो गर्दाखेरि यसले के दियो, 3 दियो है। यसरी 3 आएको है। अब यसलाई पनि हामी एकै स्टेपमा निकाल्न सक्छौँ। फेरि इक्वल टु थिच्नु होला, फेरि इक्वल टु थिच्नु भयो भने यसले के माग्छ, फेरि x को भ्यालु माग्छ है। अब x को भ्यालु कति हाल्ने, 1 हाल्ने है। 1 हाल्नु, त्यो गर्दाखेरि के दिन्छ, -1 दिन्छ है। यसरी हाम्रो यो -1 यसरी लेखेको हो मैले। अब फेरि हामीले यो चेक गर्नुपर्ने छ। त्यसैले फेरि इक्वल टु थिच्नु होला र यसले के गर्छ, फेरि x को भ्यालु कति हो भनेर माग्छ। यसले चाहिँ अब हामीले कति हाल्नु पर्यो, यसमा 3 हाल्नु पर्यो। त्यसैले 3 टाइप गरिसकेपछि इक्वल टु थिच्नु होला। यसरी 3 हाल्दाखेरि यसले के दियो, 3 नै दियो है। यसरी यो 3 पनि यसरी आएको हो। यसरी हाम्रो यसरी हामीले यो तीनवटै भ्यालु चाहिँ एकैचोटि क्याल्कुलेटरबाट हामी एकैचोटि सजिलो तरिकाले गर्न सक्छौँ है। अघि मैले म्यानुअल्ली माइन्डमा गरे जस्तो गर्नु पर्दैन, रफ गर्नु पर्दैन। यसरी तपाईँहरूले डाइरेक्टली क्याल्कुलेटरबाट गर्न सक्नुहुन्छ। र यसमा केही कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट गर्नु होला। अब हामी अर्को क्वेसनमा मुभ गर्छौँ। क्वेसन नम्बर F। क्वेसन नम्बर F मा हामीलाई के भनेको छ भने 6 + 5x - x² ग्रेटर अर इक्वल टु 0 भनेको छ। र यसमा पनि हाम्रो हाइएस्ट पावर भनेको 2 छ। त्यसैले यस्तो खालको इनइक्वालिटीलाई हामी क्वाड्रेटिक इनइक्वालिटी भन्छ। र यो पनि क्वेसन नम्बर E जस्तै छ। यदि हामीलाई क्वेसनले क्वाड्रेटिक इनइक्वालिटी दियो भने हाम्रो फर्स्ट स्टेप भनेको त्यो इनइक्वालिटीको करेस्पोन्डिङ इक्वेसन लेख्नुपर्ने हुन्छ। त्यसैले अब हामी यसको करेस्पोन्डिङ इक्वेसन लेखौँ।
करेस्पोन्डिङ इक्वेसन लेख्नको लागि यो इनइक्वालिटीलाई तपाईले इक्वल टु साइनले रिप्लेस गर्नु होला। त्यो गर्दाखेरि हाम्रो के आउँछ 6 + 5x - x² = 0 आउँछ है। अब यसलाई हामीले सल्भ गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामी धेरैवटा तरिकाले सल्भ गर्न सकिन्छ। म तपाईहरुलाई क्याल्कुलेटरबाट पनि यसलाई कसरी सल्भ गर्ने त्यो तपाईहरुलाई सिकाउने छु। सुरुमा बिना क्याल्कुलेटर यसलाई सल्भ गरौँ। त्यसको लागि अब हामी यसलाई यो फ्याक्टराइजेसन गर्छौं। त्यसको लागि मैले यो 6 लाई 6 लेखेँ। अब यो 5x लाई मैले ब्रेक गर्छु। 5x लाई ब्रेक गरेर मैले 6x - x लेख्छु किनकि 6x - x भनेको 5x हो। अब यो -x² लाई मैले -x² नै लेखेँ = 0 लाई = 0 नै लेखेँ है। त्यो गर्दाखेरि यो आउने रहेछ। अब यसमा पनि 6 छ, यसमा पनि 6 छ, त्यसैले यो 6 लाई कमन लिन सकिन्छ। अब यो 6 बाट 6 कमन लिँदाखेरि के बाँकी रहन्छ 1 बाँकी रहन्छ है। यो कमन लिने भनेको चाहिँ खास यो डिभिजन गरेको हो है। कमन लिने यो भनेको डिभिजनको कन्सेप्टबाट पनि हामी बुझ्न सकिन्छ। यो 6 बाट 6 कमन लिने भनेको 6 लाई 6 ले डिभाइड गरेको हो, त्यो भनेको 1 आउँछ। त्यसैले यहाँ 1 लेखेको कारण त्यो भयो। त्यसैगरी यो प्लस लाई प्लस लेखे। अब यो 6x बाट मैले 6 कमन लियो भने के बाँकी रहन्छ x बाँकी रहन्छ। यसलाई पनि हामी डिभिजनको कन्सेप्टबाट बुझ्न सकिन्छ। यो 6x बाट 6 कमन लिने भनेको 6x लाई 6 ले डिभाइड गर्नु हो र यो 6x लाई 6 ले डिभाइड गर्दाखेरि के आउँछ x आउँछ। त्यसैले मैले यसमा x लेखे। अब यसमा माइनस छ, यसमा पनि माइनस छ, त्यसैले माइनस लेखे। यसमा पनि x छ, यसमा पनि x छ, त्यसैले x लाई कमन लिए। अब यो x बाट x कमन लियो भने के आउँछ 1 आउँछ है। यसलाई पनि डिभिजनको कन्सेप्टले कसरी बुझ्न सकिन्छ x बाट x कमन लिनु भन्नुको मतलब x/x हो। x/x भनेको कति आउँछ 1 आउँछ है। त्यसैले यसमा 1 लेखे। अब माइनस बाट मैले माइनस कमन लियो भने प्लस आउँछ है। अब यो x² बाट x कमन लियो भने के आउँछ के बाँकी रहन्छ x आउँछ है। यसलाई पनि हामी डिभिजनको कन्सेप्टबाट गर्न सकिन्छ। x² बाट x कमन लिनुको मतलब के हो x² लाई x ले डिभाइड गरेको हो। अब x² भनेको के हो x * x हो, डिभाइड बाइ x भयो। अब यो x र यो x काट्दाखेरि के आउँछ x आउँछ। त्यसैले यो x यसरी लेखेको हो भनेर बुझ्न सकिन्छ। = 0 लाई = 0 नै लेखेँ। यसरी हामीले यसलाई यसरी हामीले सिम्प्लिफाई गर्न सक्छौं। अब यहाँ पनि 1 + x छ, यहाँ पनि 1 + x छ। यो 1 + x लाई हामी कमन लिन सक्छौं। अब के बाँकी रह्यो 6 बाँकी रह्यो। यहाँ के बाँकी रह्यो -x बाँकी रह्यो र = 0 लाई = 0 नै लेखेँ। त्यो गर्दाखेरि के आउने रहेछ 1 + x 6 - x = 0 आउने रहेछ। अब यसबाट हामी के भन्न सक्छौं इदर 1 + x भनेको 0 हुन्छ भन्न सक्छौं अर 6 - x भनेको हामी 0 भन्न सक्छौं है। इदर 1 + x भनेको 0 और 6 - x भनेको 0 भन्न सक्छौं। अब हामी यो दुईवटालाई सिम्प्लिफाई गरेर x को भ्यालुज निकाल्छौं। सुरुमा यो लेफ्ट तिरकोलाई सिम्प्लिफाई गरौँ। अब यसलाई सिम्प्लिफाई गर्नको लागि तपाईले के गर्नुपर्छ यो x को भ्यालु निकाल्नु पर्ने हुन्छ। अब यो x को भ्यालु निकाल्नको लागि यो 1 लाई राइट ह्यान्ड साइड तिर पठाउनु होला। त्यो गर्दाखेरि x भनेको के हुन्छ 0 - 1 हुन्छ। यो 1 यता जाँदाखेरि -1 हुन्छ। अब 0 - 1 भनेको कति हो -1 हो। त्यसैले x को भ्यालु के आउने रहेछ -1 आउने रहेछ। त्यसैगरी अब यसलाई पनि सिम्प्लिफाई गरौँ। यसलाई सिम्प्लिफाई गर्दाखेरि -x लाई राइट तिर लानु होला। त्यो गर्दाखेरि 6 = x आउँछ। यो -x चाहिँ राइट तिर जाँदाखेरि साइन चेन्ज भएर x मात्र भयो। अब 6 = x हो भने x = 6 भन्न सकिन्छ। त्यसैले x को भ्यालु कति आउने रहेछ 6 आउने रहेछ। यसरी हाम्रो x को भ्यालु के आउने रहेछ एउटा -1 आउने रहेछ, अर्को हाम्रो 6 आउने रहेछ है। एउटा -1 आउने रहेछ, अर्को 6 आउने रहेछ। अब यसलाई हामी क्याल्कुलेटरबाट पनि यो भ्यालुजहरु निकाल्न सक्छौं। यसलाई हामी चेक गर्न सक्छौं। अब यो क्याल्कुलेटरबाट यसलाई कसरी चेक गर्ने त्यसको लागि चाहिँ तपाईले यो इक्वेसनको बारेमा बुझ्नु पर्ने हुन्छ। र यो इक्वेसन भनेको के हो क्वाड्रेटिक इक्वेसन हो। र क्वाड्रेटिक इक्वेसन भनेको हाम्रो कस्तो खालको फर्ममा हुन्छ ax² + bx + c = 0 यस्तो खालको फर्ममा हुन्छ। र यसमा के छ x² को अगाडि के छ यसमा a छ। यहाँ x² को अगाडि माइनस मात्र छ। यदि माइनस मात्र छ भने नम्बर छैन भने त्यो भनेको -1 हुन्छ है। माइनस मात्र छ भने त्यो भनेको -1 हुन्छ। त्यसैगरी यसमा x को अगाडि के छ b छ। यहाँ x को अगाडि कति छ 5 छ। त्यसैले b भनेको 5 हुन्छ। अब यसमा के बाँकी रह्यो c बाँकी रह्यो। यसमा के बाँकी रह्यो 6 बाँकी रह्यो। त्यसैले c भनेको 6 हुन्छ किनकि यो c भनेको कन्स्टेन्ट हो। त्यसैले यसमा c भनेको 6 हुन्छ। अब यही कुरो अब हामी क्याल्कुलेटरबाट चेक गर्छौं है। म मेरो क्याल्कुलेटर झिक्छु। अब तपाईहरु क्याल्कुलेटरमा चेक गर्नको लागि यसलाई चाहिँ तपाईहरु मोड 5 मा जानु होला। मोड 5 भनेको इक्वेसन मोड हो।
र इक्वेसन मोडमा हाम्रो ax² + bx + c = 0 क्वाड्रेटिक इक्वेसन चाहिँ हाम्रो नम्बर 3 मा छ। त्यसैले तपाईले 3 मा क्लिक गर्नु होला। त्यो गर्दाखेरि यसले a को भ्यालु माग्छ। a को भ्यालु कति छ हाम्रो यसमा -1 छ। त्यसैले -1 लाई यहाँ क्लिक गर्नु होला। त्यसपछि यो इक्वल टु लाई क्लिक गर्नु होला। त्यसपछि यसले b को भ्यालु माग्यो। b भनेको कति छ 5 छ। त्यसैले 5 लाई क्लिक गर्नु होला। त्यसपछि इक्वल टु लाई क्लिक गर्नु होला। त्यसपछि यसले c को भ्यालु माग्यो। c को भ्यालु कति छ 6 छ। त्यसैले 6 लाई क्लिक गर्नु होला। इक्वल टु थिच्नु होला। यसरी हामीले के गर्यौं a b c को भ्यालु पुट गर्यौं। अब यसमा इक्वल टु थिच्नु होला। त्यो गर्दाखेरि यसले x भनेको 6 दियो। यसले चाहिँ ठुलो भ्यालु सुरुमा दिन्छ। हेर्नुस् त x को भ्यालु कति दियो यसले 6 दियो। यो मिलेको छ। त्यसैगरी इक्वल टु थिच्नु होला। त्यो गर्दाखेरि -1 दियो। यहाँ पनि के आएको छ -1 दिएको छ। यसरी हाम्रो यो x को भ्यालु के भएर छ क्याल्कुलेटरबाट चेक गर्दाखेरि पनि मिलेको रहेछ है, मिलेको रहेछ। र यो भ्यालुजहरुलाई हामी के भन्छौं क्रिटिकल पोइन्ट भन्छौं है। यो x को भ्यालु चाहिँ करेस्पोन्डिङ इक्वेसनलाई सल्भ गरेर आको x को भ्यालुजलाई हामी क्रिटिकल पोइन्ट भन्छौं किनकि यसले यो इनइक्वालिटीको सोलुसनलाई असर गर्छ है, यो इनइक्वालिटीको सोलुसनलाई असर गर्छ। र यो इनइक्वालिटीलाई एकचोटी फेरि हेरौं। यसमा चाहिँ हाम्रो 6 + 5x - x² > 0 छ है। यसमा इक्वल टु 0 पनि भएको हुनाले यो पनि हाम्रो के हुन्छ सोलुसन हुन्छ है। यसको मिनिङ के हो भने यो इनइक्वालिटीको मिनिङ चाहिँ एउटा भनेको 6 + 5x - x² > 0 हो। अर्को भनेको चाहिँ यसमा इक्वल टु पनि भएको हुनाले इक्वल टु 0 पनि हुन्छ है। अब यसको सोलुसन आयो है। यो हेर्नु त यो र यो भनेको सेम हो नि। यो भनेको यो x = -1, 6 यदि इक्वल टु छ भने यो क्रिटिकल पोइन्ट भनेको के हुन्छ सोलुसन हुन्छ है। यो करेस्पोन्डिङ इक्वेसनलाई सल्भ गरेर आको पोइन्टहरु चाहिँ के हुन्छ सोलुसन हुन्छ है। भ्यालुजहरु चाहिँ सोलुसन हुन्छ यदि हाम्रो क्वेशनमा इक्वल टु पनि छ भने। त्यसैले यो x = -1, 6 चाहिँ के हो यो इक्वल टु वालाको सोलुसन हो। अब हामी यो इनइक्वालिटीको > 0 को पनि सोलुसन निकाल्नु पर्ने हुन्छ। तपाईले सम्झिनु होला। यो इक्वल टु भएको हुनाले यहाँ क्वेशनमा इक्वल टु भएको हुनाले यो करेस्पोन्डिङ इक्वेसनलाई सल्भ गरेर आको x को भ्यालुजहरु पनि हाम्रो सोलुसन हो है। यो पनि एउटा हाम्रो सोलुसन हो। तर यसमा ग्रेटर देन पनि भएको हुनाले अब हामी ग्रेटर देन को पनि सोलुसन निकाल्छौं। त्यसको लागि हामी यो क्रिटिकल पोइन्टलाई नम्बर लाइनमा प्लट गर्नुपर्ने हुन्छ। हाम्रो नम्बर लाइनमा चाहिँ -∞ देखि इन्फिनिटी हुन्छ। यो बीचमा हाम्रो सबै रियल नम्बरहरु पर्छ। अब हामी x = -1 लाई प्लट गरौँ, अर्को x = 6 लाई प्लट गरौँ। अब यो दुईवटा पोइन्टले यो नम्बर लाइनलाई तीनवटा इन्टरभलमा डिभाइड गरेको छ है। यहाँ हेर्नुस् यो एउटा भयो, यो अर्को भयो, यो अर्को भयो है। र त्यो तीनवटा इन्टरभल भनेको के हो -∞ देखि -1, अर्को इन्टरभल भनेको -1 देखि 6, अर्को इन्टरभल भनेको 6 देखि इन्फिनिटी भयो। अब यो तीनवटा इन्टरभलमा चाहिँ हाम्रो यो इनइक्वालिटीको सोलुसन पर्छ र कुन इन्टरभलमा हाम्रो सोलुसन पर्छ त्यो चेक गर्नुपर्ने हुन्छ। यदि यो इन्टरभलले यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्यो भने त्यो चाहिँ सोलुसन हुन्छ। यदि स्याटिस्फाई गरेन भने हाम्रो सोलुसन हुँदैन है। अब हामी हरेक इन्टरभलमा हामी के गर्छौं इभ्यालुएसन गर्छौं है। यो तीनवटै इन्टरभलमा हामी के गर्छौं यो इनइक्वालिटीको इभ्यालुएसन गर्छौं। यदि यो इन्टरभलले यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्यो भने हाम्रो सोलुसन हुन्छ। यदि स्याटिस्फाई गरेन भने हाम्रो सोलुसन हुँदैन। त्यसैले हाम्रो तीनटा इन्टरभल भनेको कुन हो -∞, -1, -1, 6 इन्फिनिटी भयो। अब यो इन्टरभललाई चेक गर्नको लागि हामी यो इन्टरभलमा एउटा नम्बर चुज गर्छौं है। अब यसमा हामी के चुज गर्ने एउटा नम्बर चुज गर्ने। मैले एउटा नम्बर लाइन बनाएँ यसमा। यो भनेको -∞, यो भनेको इन्फिनिटी है। अब यसमा हाम्रो 0 बिचमा हुन्छ, 1 राइटतिर हुन्छ, 2 पोजिटिभ नम्बरहरु हाम्रो राइटतिर हुन्छ है। नेगेटिभ नम्बरहरु 0 को लेफ्टतिर हुन्छ है। अब हाम्रो फर्स्ट इन्टरभल भनेको के छ -∞ देखि -1 सम्म छ है। अब यो बिचमा हामीले के चुज गर्नु पर्यो यो बिचमा हामीले एउटा नम्बर चुज गर्नु पर्यो है। मैले सजिलोको लागि के चुज गरे -2 नै चुज गरे। तपाईहरुले -3 चुज गर्न सक्नुहुन्छ, -4 चुज गर्न सक्नुहुन्छ, तपाईहरुले डेसिमलमा पनि चुज गर्न सक्नुहुन्छ, -1.5, -1.3। तर मैले सजिलोको लागि यो इन्टरभलमा चाहिँ मैले -2 चुज गरे। त्यसैगरी अब हाम्रो सेकेन्ड इन्टरभल भनेको के छ -1 देखि 6 सम्म छ है। -1 देखि 6 भनेको यहाँ छ है। हैन त यो -1 देखि 6 को बिचमा धेरैवटा नम्बर पर्छ। मैले सजिलोको लागि यही 0 चुज गरे।
तपाईहरुले 1 पनि चुज गर्न सक्नुहुन्छ, 2 पनि चुज गर्न सक्नुहुन्छ, 3 पनि चुज गर्न सक्नुहुन्छ, 4 पनि चुज गर्न सक्नुहुन्छ, 5 पनि चुज गर्न सक्नुहुन्छ। तपाईले डेसिमलमा चुज गर्न सक्नुहुन्छ, जस्तै 2.5, 2.3, 2.6, 3.1, 3.2, 3.3 यस्तो चुज गर्न सक्नुहुन्छ। तर मैले सजिलोको लागि यो 0 चुज गरे। अब हाम्रो थर्डमा चाहिँ हाम्रो के छ, 6 देखि इन्फिनिटी सम्म छ है। 6 देखि इन्फिनिटीमा मैले 7 चुज गरे है। तपाईहरुले 7.1, 7.3, 8, 9, 10, 100, 1000, मिलियन जे पनि चुज गर्न सक्नुहुन्छ। तर मैले सजिलोको लागि 7 चुज गरे। अब यो टेस्ट नम्बर चुज गरिसकेपछि अब हामीले यो नम्बर अथवा यो टेस्ट पोइन्टले यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गरौँ। यदि स्याटिस्फाई गर्छ भने हाम्रो सोलुसन हुन्छ, यदि स्याटिस्फाई गर्दैन भने हाम्रो सोलुसन हुँदैन। अब यो चेक गर्नको लागि तपाईले यो x को ठाउँमा -2 राख्नु होला है। यो 6 लाई 6 ए लेखेको छु, प्लस लाई प्लस ए लेखेको छु, 5 लाई 5 ए लेखेको छु, x को ठाउँमा -2 लेखेको छु, माइनस लाई माइनस ए लेखेको छु, x को ठाउँमा -2 लेखेको छु, स्क्वायर लाई स्क्वायर लेखेको छु, ग्रेटर देन अर इक्वल टु लाई ग्रेटर देन अर इक्वल टु नै लेखेको छु, 0 लाई 0 नै लेखेको छु। अब हामी यसको भ्यालु निकालौं। यो भनेको के हो, 6 भयो, प्लस भयो हैन, 6 भयो। अब यो 5 * -2 भनेको -10 हुन्छ। अब यो माइनसलाई माइनस लेखे, -2 स्क्वायर भनेको 4 हुन्छ है। यो भनेको के हुने रहेछ, 6 - 10 - 4 हुने रहेछ। यो भनेको 6 - 14, 6 - 14 भनेको -8 हुन्छ है। यसलाई अहिले हामी डाइरेक्ट क्याल्कुलेटरबाट यो तीनवटै भ्यालु एकैचोटी निकाल्छौं। अहिले चाहिँ यो -8 हुन्छ भनेर सम्झिनु होला। यो भनेको कति आयो, -8 आयो। अब यो ग्रेटर देन अर इक्वल टु लाई ग्रेटर देन अर इक्वल टु नै लेखेको छु, 0 लाई 0 नै लेखेको छु। अब हामी यो स्टेटमेन्ट ट्रू हो कि फल्स हो त्यो चेक गरौँ। अब यसमा के भनेको छ, -8 ग्रेटर देन अर इक्वल टु 0 भनेको छ। यो -8 चाहिँ 0 भन्दा ठुलो हुन्छ त हुँदैन है, त्यसैले यो फल्स भयो है। नेगेटिभ नम्बर भनेको जहिले पनि 0 भन्दा सानो हुन्छ है। नेगेटिभ नम्बर भनेको जहिले पनि 0 भन्दा सानो हुन्छ, त्यसैले यो -8 भनेको 0 भन्दा ठुलो हुन सक्दैन, त्यसैले यो चाहिँ फल्स भयो। यदि फल्स भयो भने यो पोइन्टले यसलाई स्याटिस्फाई गरेन, त्यसैले यो इन्टरभल चाहिँ हाम्रो सोलुसन होइन। स्याटिस्फाई गरेन है, फल्स भनेको स्याटिस्फाई गरेन, स्याटिस्फाई गर्दैन भने त्यो सोलुसन हुँदैन है, त्यसैले यसमा नट सोलुसन लेखेँ। अब हामी अर्को इन्टरभलमा जाउँ, -1,6 -1,6 मा मैले 0 चुज गरेको थिएँ। अब यो 0 चाहिँ हामी यहाँ पुट गरौँ। त्यो गर्दाखेरि 6 + 5 * 0 -0 स्क्वायर हुन्छ, ग्रेटर देन अर इक्वल टु 0 लाई मैले ग्रेटर देन अर इक्वल टु 0 नै लेखेँ। अब यो 0 भयो, यसलाई लेखिराख्नु परेन, यो पनि 0 भयो, लेखिराख्नु परेन। हाम्रो के आयो यसमा, 6 आयो, 6 ग्रेटर अर इक्वल टु 0 आयो। अब यसलाई चेक गरौँ, 6 आयो है। 6 भनेको 0 भन्दा ठुलो हो, किनकि पोजिटिभ नम्बर भनेको जहिले पनि 0 भन्दा ठुलो हुन्छ, किनकि 6 भनेको 0 भन्दा ठुलो हुन्छ, त्यसैले यो भनेको के आयो, ट्रू आयो है। 6 भनेको 0 भन्दा ठुलो हो, त्यसैले यो भनेको ट्रू आयो। यदि ट्रू आयो भने यो पोइन्टले यसलाई स्याटिस्फाई गर्यो, त्यसैले यो इन्टरभलको नम्बरहरू हाम्रो के हुन्छ, सोलुसन हुन्छ है। त्यसैले यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन हुन्छ। अब हामी थर्ड इन्टरभलमा पनि चेक गरौँ। थर्ड इन्टरभलमा मैले 7 चुज गरेको थिएँ। अब यो 7 चाहिँ यो इनइक्वालिटीमा पुट गरौँ। त्यो गर्दाखेरि के आउँछ, 6 + 5 * 7 -7 स्क्वायर ग्रेटर अर इक्वल टु 0 आउँछ। अब हामी यसको भ्यालु निकालौँ। यो सबै भ्यालु चाहिँ हामी अहिले क्याल्कुलेटरबाट निकाल्न सक्छौँ। यो भनेको 6, यो भनेको 5 * 7 भनेको कति हुन्छ, 35, यो -7 स्क्वायर भनेको 49। अब 6 + 35 भनेको 41, 41 - 49 भनेको -8 हुन्छ है, त्यसैले यसमा -8 आयो। अब योलाई चेक गरौँ है, यो स्टेटमेन्ट ट्रू हो कि फल्स हो त्यो चेक गरौँ। अब यो -8 भनेको 0 भन्दा ठुलो हुन्छ, हुँदैन है। नेगेटिभ नम्बर भनेको जहिले के अरे 0 भन्दा ठुलो हुन सक्दैन है, कहिले पनि है। नेगेटिभ नम्बर भनेको कहिले पनि 0 भन्दा ठुलो हुन सक्दैन। -8 भनेको 0 भन्दा सानो हो, त्यसैले यो स्टेटमेन्ट के हो, फल्स हो। यदि फल्स हो भने यो नम्बरले यो इनइक्वालिटीलाई स्याटिस्फाई गरेन भने हाम्रो के हुन्छ, नट सोलुसन हुन्छ है, यो पनि सोलुसन होइन। अब हाम्रो सोलुसन कहाँ आयो, यहाँ आयो है। सोलुसन भनेको के रहेछ, -1,6 आयो है। र यो के को सोलुसन हो, यो भनेको चाहिँ 6 + 5x - x² ग्रेटर देन 0 को सोलुसन हो है। अब यसमा यो इक्वल टु पनि छ है, यसमा यो इनइक्वालिटीलाई एकचोटि चेक गर्नु, यसमा इक्वल टु पनि छ, त्यसैले यो इक्वल टु पनि छ भने क्वेसनमा इनइक्वालिटीमा इक्वल टु पनि छ भने तपाईहरुले ध्यान दिनुपर्ने हुन्छ। हाम्रो सोलुसन अहिले यो देखिए पनि यदि हाम्रो इक्वल टु पनि छ भने यसको यो इन्टरभलको हामीले इन पोइन्टहरुलाई पनि हेर्नुपर्ने हुन्छ। यसको इन पोइन्ट भनेको एउटा -1 हो, अर्को भनेको 6 हो है। र यो हेर्दाखेरि यो भनेको के हो, क्रिटिकल पोइन्ट हो है। यसरी हेर्दाखेरि के आयो, यो इन्टरभलको इन पोइन्ट भनेको -1 र 6 हो, र यो -1 र 6 भनेको हाम्रो के हो, क्रिटिकल पोइन्ट हो है।
अब यो क्रिटिकल पोइन्ट हो है र यो क्रिटिकल पोइन्ट चाहिँ हाम्रो केबाट आएको थियो 6 + 5x - x² = 0 लाई सल्भ गरेर आएको थियो त्यसैले यो x = -1 र 6 चाहिँ के हो यसको सोलुसन हो है यो इक्वल टु 0 को यो के हो x = -1 र 6 के हो यसको सोलुसन हो है किनकि x = -1 र 6 ले यसलाई स्याटिस्फाई गर्छ है यदि तपाईले यसमा x = -1 र 6 हाल्नु भयो भने इक्वल टु 0 आउँछ यो x = -1 र 6 ले यसलाई स्याटिस्फाई गर्छ भने यो -1 र 6 पनि हाम्रो के हुन्छ सोलुसन हुन्छ त्यसैले यो सोलुसनमा है यो सोलुसनमा अब हामीले के गर्नुपर्ने हुन्छ -1 र 6 लाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ त्यसैले यदि क्वेशनले इनइक्वालिटीमा इक्वल टु पनि दिएको छ भने हामीले यो इन पोइन्ट होलाई पनि चेक गर्नुपर्ने हुन्छ र यो इन पोइन्ट भनेको हाम्रो क्रिटिकल पोइन्ट हो र यो क्रिटिकल पोइन्टले यसलाई स्याटिस्फाई गरिरहेको छ भने हामीले यो सोलुसनमा है यो इन्टरभलमा हामीले यो -1 र 6 लाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ र यो इन्क्लुड गर्नको लागि चाहिँ हामी यो के युज गर्छौं बिग ब्र्याकेट युज गर्छौं है त्यसैले -1, 6 यसरी हामी यो बिग ब्र्याकेट युज गर्छौं है अब हामी यो -1, 6 लेख्दैनौं यो -1, 6 मा यो -1 र 6 इन्क्लुड भएको थिएन तर हाम्रो यसमा चाहिँ -1 र 6 लाई पनि इन्क्लुड गर्नुपर्छ किनकि यसले यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्छ किनकि यसमा यहाँ इक्वल टु छ त्यसैले हामीले यो -1 र 6 लाई इन्क्लुड गर्नको लागि हामीले दुईतिर के हाल्नुपर्छ बिग ब्र्याकेट हाल्नुपर्छ है यो -1 लाई इन्क्लुड गर्नको लागि लेफ्टतिर बिग ब्र्याकेट हाल्ने 6 लाई इन्क्लुड गर्नको लागि राइटतिर बिग ब्र्याकेट हाल्ने त्यसैले हाम्रो सोलुसन भनेको के हुन्छ x belongs to -1, 6 including -1 and 6 है यो यसले चाहिँ 1 र 6 लाई पनि इन्क्लुड गर्छ यो बिग ब्र्याकेटले है र यसमा के कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला अब म तपाईहरुलाई यो डाइरेक्ट एकैचोटी यो भ्यालुजहरु कसरी निकाल्ने क्याल्कुलेटरबाट सिकाउँछु मैले यसमा मेरो क्याल्कुलेटर झिकिसकेको छु अब तपाईहरु सुरुमा मोड 1 मा जानु होला यदि मोड 1 मा छैन भने त्यसपछि तपाईहरुले यो टाइप गर्नु होला 6 + 5 अनि यो x - x² यो टाइप गरिसकेपछि क्याल्क थिच्नु होला यो क्याल्क थिचेपछि यसले x को भ्यालु माग्छ हाम्रो x को भ्यालु कति हाल्नु पर्यो सुरुमा -2 हाल्नु पर्यो त्यसैले -2 लाई टाइप गर्नु होला त्यसपछि इक्वल टु थिच्नु होला त्यो गर्दाखेरि कति आयो -8 आयो यसरी हामीले डाइरेक्ट क्याल्कुलेटरबाट -8 लेख्न सक्छौं त्यसैगरी फेरि इक्वल टु थिच्नु होला अब हामीले कति हाल्नु पर्यो 0 हाल्नु पर्यो अब यसले x को भ्यालु मागिरहेको छ कति हाल्नु पर्यो 0 हाल्नु पर्यो 0 हालिसकेपछि इक्वल टु थिच्नु होला त्यो गर्दाखेरि यसले 6 दिन्छ यसरी 6 आको हो त्यसैगरी फेरि इक्वल टु थिच्नु होला यसले फेरि x को भ्यालु माग्छ x को भ्यालु कति छ यसमा 7 छ त्यसैले यसमा 7 टाइप गर्नु होला अनि इक्वल टु थिच्नु होला त्यो गर्दाखेरि कति आयो -8 आयो यसरी यो तीनवटै भ्यालु यसरी इजिली गर्न सक्छौं र यसमा यो इन पोइन्टले पनि यो स्याटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गरौँ अघि नै भनिसके मैले स्याटिस्फाई गर्छ अब यो x = -1 लाई पनि हालेर हेरौँ त्यसको लागि इक्वल टु थिच्नु होला -1 लाई टाइप गर्नुस् इक्वल टु गर्नुस् त्यो गर्दाखेरि 0 आयो इक्वल टु 0 यहाँ पनि इक्वल टु 0 छ त्यसैले इक्वल टु 0 आयो भन्नुको मतलब के हो यो x = -1 ले यसलाई स्याटिस्फाई गर्यो भन्न खोजेको हो त्यसैले हामीले यो -1 लाई पनि सोलुसनमा इन्क्लुड गर्नुपर्ने हुन्छ त्यसैगरी फेरि इक्वल टु थिच्नु होला अर्को इन पोइन्ट भनेको हाम्रो कति छ 6 छ यो 6 लाई टाइप गर्नु होला इक्वल टु थिच्नु होला 6 टाइप गर्दाखेरि पनि के दिइरह्यो 0 दियो यदि 0 दिनुको मतलब के हो यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्यो किनकि यसमा इक्वल टु 0 छ है अब x = 6 ले पनि यसलाई स्याटिस्फाई गर्यो त्यसैले यो 6 लाई पनि हामीले यो सोलुसनमा इन्क्लुड गर्नुपर्ने हुन्छ यसरी हामीले क्याल्कुलेटरबाट पनि इजिली सल्भ गर्न सक्छौं र यसमा के कन्फ्युजन छ भने तपाईहरुले कमेन्ट गर्नु होला अब हामी अर्को क्वेशनमा मुभ गर्छौं क्वेशन नम्बर जी मा हामीलाई x + 2 डिवाइडेड बाइ x - 1 लेस देन अर इक्वल टु 0 दिएको छ यसमा हाम्रो यो इनइक्वालिटी चाहिँ हाम्रो फ्र्याक्सन फर्ममा छ यस्तो खालको फ्र्याक्सन फर्ममा छ भने यस्तो खालको इनइक्वालिटीलाई हामी र्याशनल इनइक्वालिटी भन्छौं र र्याशनल इनइक्वालिटीमा हामीले यो फ्र्याक्सनको मुनिको पार्टलाई राम्ररी ध्यान दिएर हेर्न पर्ने हुन्छ किनकि यसले यो इनइक्वालिटीलाई असर गर्छ यदि हाम्रो यसमा x = 1 भइदिएको भए के हुन्छ 1 भएको भए x = 1 भयो भने यो भनेको 1 - 1 हुन्छ 1 - 1 भनेको 0 हुन्छ है त्यसैले यदि x = 1 भइदियो भने यो के भइदिन्छ यो चाहिँ x + 2 डिवाइडेड बाइ 0 भइदिन्छ है यो के हुन्छ यो डिवाइडेड बाइ 0 भइदिन्छ र यो डिभिजन बाइ 0 यो डिभिजन बाइ 0 लाई चाहिँ हामी म्याथमेटिकली के भन्छौं अनडिफाइन भन्छौं त्यसैले के हुने रहेछ यो यदि x = 1 भइदियो भने यो भनेको त डिफाइन नहुने रहेछ यो त अनडिफाइन हुने रहेछ त्यसैले यो x = 1 लाई चाहिँ हामी क्रिटिकल पोइन्ट भन्छौं है
यो एउटा के भयो एउटा क्रिटिकल पोइन्ट भइदियो किनकि यसले यो इनइक्वालिटीलाई अनडिफाइन बनाउने रहेछ त्यसैले यसलाई चाहिँ हामी क्रिटिकल पोइन्ट भन्छौं अब हामी क्रिटिकल पोइन्ट भन्छौं अब हामी x इज नट इक्वल टु 1 मा हामी यसलाई इभ्यालुएसन गरौँ x इक्वल टु 1 भइदियो भने त यसलाई इभ्यालुएसन गर्नै परेन किनकि यो अनडिफाइन्ड हुन्छ अब हामी x इज नट इक्वल टु 1 मा यसलाई इभ्यालुएसन गरौँ अब यो इनइक्वालिटीमा हाम्रो दुईवटा पार्ट छ है यो भनेको लेस देन अर इक्वल टु 0 छ जस्तै यो भनेको x प्लस 2 बाई x माइनस 1 लेस देन 0 एउटा पार्ट भयो अर्को पार्ट भनेको चाहिँ हाम्रो के भयो x प्लस 2 डिभाइडेड बाई x माइनस 1 इक्वल टु 0 चाहिँ हाम्रो अर्को पार्ट भयो र यसलाई चाहिँ हामी अर्को पार्ट यो भयो है अब यसको सोलुसन पनि हामीले निकाल्नु पर्ने हुन्छ र यसको सोलुसन पनि हामीले निकाल्नु पर्ने हुन्छ सुरुमा हामी यो इक्वल टु वाला पार्टको सोलुसन निकालौं जसलाई चाहिँ हामी यो इनइक्वालिटीको करेस्पोन्डिङ इक्वेसन भन्छौं अब हामी यसको करेस्पोन्डिङ इक्वेसनको सोलुसन निकालौं त्यो गर्दाखेरि x प्लस 2 डिभाइडेड बाई x माइनस 1 इक्वल टु 0 हुन्छ किनकि यसमा x भनेको 1 हुनुहुन्न यदि 1 भइदियो भने अनडिफाइन हुन्छ त्यसैले यसमा मैले x नट इक्वल टु 1 लेखेको हो अब यो x माइनस 1 र यो 0 लाई क्रस मल्टिप्लाई गरौँ त्यो गर्दाखेरि x प्लस 2 भनेको 0 आउँछ किनकि x माइनस 1 इन्टु 0 भनेको 0 हुन्छ अब यसबाट हामी के भन्न सक्छौं भने इदर x इक्वल टु 0 अर्को भनेको हामी x प्लस 2 इक्वल टु 0 भन्न सक्छौं है यसबाट हामी इदर x इक्वल टु 0 और x प्लस 2 इक्वल टु 0 भन्न सक्छौं अब यो x इक्वल टु 0 आफैमा सिम्प्लिफाइड छ त्यसैले यसलाई फर्दर सिम्प्लिफिकेसन गर्नु परेन अब हामी यो x प्लस 2 इक्वल टु 0 लाई सिम्प्लिफाई गरौँ अब यसलाई सिम्प्लिफाई गरेर हामी x को भ्यालु निकालौँ त्यसको लागि यो प्लस 2 लाई आरएचएस मा पठाउनु पर्ने हुन्छ प्लस 2 लाई आरएचएस मा पठाउनको लागि यो प्लस 2 आरएचएस मा गयो भने के हुन्छ माइनस हुन्छ है आरएचएस मा जाँदाखेरि साइन चेन्ज हुन्छ त्यसैले 0 माइनस 2 हुन्छ 0 माइनस 2 भनेको माइनस 2 हुन्छ यसरी हाम्रो x को भ्यालु के आउने रहेछ एउटा 0 आउने रहेछ अर्को माइनस 2 आउने रहेछ यसलाई मैले डाइरेक्टली यहाँ लेखे एउटा 0 आउने रहेछ अर्को माइनस 2 आउने रहेछ र यसलाई हामी के भन्छौं यसलाई चाहिँ 0 कमा माइनस 2 भनेको हाम्रो के को सोलुसन हो यसको सोलुसन हो है त्यसैले यो हाम्रो क्वेशनमा इक्वल टु पनि भएको हुनाले एउटा सोलुसन चाहिँ हाम्रो के हुने रहेछ x इक्वल टु 0 माइनस 2 हुने रहेछ यो 0 कमा माइनस 2 पनि यो इनइक्वालिटीको सोलुसन हुन्छ किनकि हाम्रो यो इनइक्वालिटीमा इक्वल टु पनि भएको हुनाले 0 कमा माइनस 2 एउटा सोलुसन हो अब यसमा अर्को पार्ट पनि छ है यो इनइक्वालिटीमा हाम्रो अर्को पार्ट भनेको के हो x माइनस 1 लेस देन 0 हो अब यसको पनि हामीले सोलुसन निकाल्नु पर्ने हुन्छ अब यसको पनि सोलुसन निकाल्नको लागि हामीले क्रिटिकल पोइन्टहरुलाई चाहिँ हामीले नम्बर लाइनमा प्लट गर्नुपर्ने हुन्छ र यसलाई पनि हामी क्रिटिकल पोइन्ट भन्छौं है यसलाई पनि किन क्रिटिकल पोइन्ट भन्छौं किनकि यसको भ्यालुले यो इनइक्वालिटीलाई असर गर्ने भएको हुनाले यो इनइक्वालिटीको सोलुसनलाई असर गर्ने भएको हुनाले यसलाई पनि हामी क्रिटिकल पोइन्ट भन्छौं यसलाई पनि हामी क्रिटिकल पोइन्ट भन्छौं यसरी हाम्रो क्रिटिकल पोइन्ट भनेको कतिवटा रहेछ 3 वटा रहेछ एउटा यो भयो दुईटा 3 वटा रहेछ र यसलाई अर्डर मिलाएर लेख्ने हो भने -2 सबसे सानो त्यसपछि 0 सानो त्यसपछि 1 आउँछ है त्यसैले -2 0 1 भनेको हाम्रो के हो क्रिटिकल पोइन्ट हो है यसमा कतिवटा क्रिटिकल पोइन्ट रहेछ 3 वटा क्रिटिकल पोइन्ट रहेछ अब यो क्रिटिकल पोइन्टलाई नम्बर लाइनमा प्लट गरौँ है त्यो गर्दाखेरि -2 0 1 भयो अब यो 3 वटा क्रिटिकल पोइन्टले यो नम्बर लाइनलाई 4 वटा इन्टरभलमा डिभाइड गर्छ एउटा इन्टरभल भनेको यो भयो सेकेन्ड इन्टरभल भनेको यो भयो थर्ड इन्टरभल भनेको यो भयो र फोर्थ इन्टरभल भनेको यो भयो है अब हाम्रो फर्स्ट इन्टरभलमा के छ -इन्फिनिटी देखि -2 सम्म हुन्छ सेकेन्ड इन्टरभलमा -2 देखि 0 सम्म हुन्छ र थर्ड इन्टरभलमा 0 देखि 1 सम्म हुन्छ र फोर्थ इन्टरभलमा 1 देखि इन्फिनिटी सम्म हुन्छ अब यो इन्टरभलहरुमा हाम्रो यो इनइक्वालिटीको सोलुसन पर्छ र कुन इन्टरभलमा हाम्रो सोलुसन पर्छ त्यो चेक गर्नको लागि हामीले यो इन्टरभलमा हामीले यो इनइक्वालिटीलाई इभ्यालुएसन गर्नुपर्ने हुन्छ र यदि यो इन्टरभलहरुले यो इनइक्वालिटीलाई स्याटिस्फाई गर्छ भने हाम्रो सोलुसन हुन्छ यदि स्याटिस्फाई गर्दैन भने हाम्रो सोलुसन हुँदैन अब यो 4 वटा इन्टरभललाई हामी इभ्यालुएसन गरौँ है यो 4 वटा इन्टरभललाई हाम्रो फर्स्ट इन्टरभल भनेको -इन्फिनिटी -2 छ सेकेन्ड भनेको -2 देखि 0 थर्ड भनेको 0 देखि 1 र फोर्थ भनेको 1 देखि इन्फिनिटी छ है यो 4 वटामा अब हामी यो इनइक्वालिटीलाई इभ्यालुएसन गर्छौं अब इभ्यालुएसन गर्नको लागि हामीले के गर्नुपर्ने हुन्छ भने हरेक इन्टरभलमा हामीले एउटा टेस्ट नम्बर अथवा हामीले टेस्ट पोइन्ट लिनुपर्ने हुन्छ अब हामीले यो -इन्फिनिटी देखि -2 मा एउटा टेस्ट नम्बर चुज गरौँ
है। यहाँ हाम्रो सबसे लेफ्टमा माइनस इन्फिनिटी हुन्छ, सबसे राइटमा इन्फिनिटी हुन्छ, बिचमा 0 हुन्छ। 0 को राइटतिर हाम्रो पोजिटिभ नम्बरहरू हुन्छ 1 2 3 4। लेफ्टतिर हाम्रो नेगेटिभ नम्बर हुन्छ -1 -2 -3 यस्तो खालको नम्बरहरू हुन्छ। र यो 0 र 1 को बिचमा हाम्रो डेसिमल नम्बरहरू हुन्छ। 0 र -1 को बिचमा पनि हाम्रो डेसिमल नम्बरहरू हुन्छ। अब हाम्रो फर्स्ट इन्टरभल भनेको कहाँ छ? माइनस इन्फिनिटीदेखि -2 सम्म है। माइनस इन्फिनिटीदेखि -2 सम्म छ। अब यो माइनस इन्फिनिटीदेखि -2 मा एउटा नम्बर चुज गर्ने हो। मैले यसमा -3 चुज गरेको छु। तपाईहरुले -2.5 -3.5 -4 -5 -6 जे चुज गर्दा पनि हुन्छ। मैले चाहिँ सजिलो होस् भनेर -3 नै चुज गरेको छु। अब हामी सेकेन्ड इन्टरभलमा हेरौँ। सेकेन्ड इन्टरभल भनेको हाम्रो -2 देखि 0 सम्म छ। अब यसमा पनि एउटा नम्बर चुज गर्ने हो। यसमा चाहिँ मैले -1 चुज गरेको छु। तपाईहरुले -1.5 -1.1 जे चुज गर्दा पनि हुन्छ। मैले चाहिँ यसमा -1 चुज गरे। अब हाम्रो थर्ड इन्टरभल भनेको 0 देखि 1 सम्म छ। अब यो 0 र 1 को बिचमा हाम्रो इन्टिजरहरू पर्दैन। यसमा चाहिँ हामीले डेसिमल नम्बरहरू चुज गर्नुपर्ने हुन्छ। यसमा तपाईहरुले 0.1 0.2 0.3 0.4 0.5 0.6 0.7 जे चुज गर्दा पनि हुन्छ। मैले चाहिँ 0.5 चुज गरेको छु। अब हाम्रो फोर्थ इन्टरभल भनेको 1 देखि इन्फिनिटी सम्म छ है। 1 भनेको यो भयो, 1 देखि इन्फिनिटी सम्म छ। र मैले सजिलोको लागि यसमा 2 चुज गरेको छु। तपाईहरुले 3 चुज गर्दा पनि हुन्छ, 4 चुज गर्दा पनि हुन्छ, 5 चुज गर्दा पनि हुन्छ, 100 चुज गर्दा पनि हुन्छ, 1000 चुज गर्दा पनि हुन्छ। मैले चाहिँ सजिलोको लागि सानो नम्बर चुज गर्यो भने सजिलो हुन्छ, त्यसैले मैले 2 चुज गरेको छु। त्यसरी मैले हरेक इन्टरभलमा मैले एउटा टेस्ट पोइन्ट अथवा एउटा टेस्ट नम्बर चुज गरेँ। अब यो टेस्ट नम्बरले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ कि गर्दैन त्यो चेक गरौँ। त्यसको लागि चाहिँ तपाईहरुले यो x को ठाउँमा -3 हाल्नु होला। त्यो गर्दाखेरि -3, यो x को ठाउँमा पनि -3 हाल्नु होला। यो +2 लाई +2 लेख्नु होला, x लाई -3 हाल्नु होला, यो -1 लाई -1 लेख्नु होला, लेस देन अर इक्वल टु 0 लाई लेस देन अर इक्वल टु 0 नै लेख्नु होला। त्यो गर्दाखेरि यसको भ्यालु भनेको कति आउँछ? -0.75 आउँछ है। यो भ्यालुजहरु हामी एकैचोटी अहिले क्याल्कुलेटरबाट देखाउँछु। तपाईहरुले अहिले चाहिँ यो -0.75 आउँछ भनेर सम्झिनु होला। अहिले म तपाईहरुलाई क्याल्कुलेटरबाट देखाउँछु। यसको भ्यालुज भनेको कति आयो? यो भनेको -0.75 आयो है। अब यो -0.75 आयो। यो लेस देन अर इक्वल टु लाई लेस देन अर इक्वल टु नै लेखे, 0 लाई 0 लेखे। अब यो ट्रु छ कि फल्स छ त्यो चेक गरौँ। यसमा -0.75 भनेको लेस देन अर इक्वल टु 0 भनेको छ। यो ट्रु हो कि फल्स हो? ट्रु हो है। नेगेटिभ नम्बर भनेको 0 भन्दा सानो हुन्छ है। यहाँ हेर्नुहोस् है, 0 को लेफ्टतिर हाम्रो के पर्छ? नेगेटिभ नम्बरहरू पर्छ है। र लेफ्टतिरको नम्बर भनेको राइटतिरको नम्बर भन्दा सानो हुन्छ। जस्तै -2 चाहिँ -1 भन्दा सानो हुन्छ, -1 चाहिँ 0 भन्दा सानो हुन्छ। नेगेटिभ नम्बरहरू चाहिँ 0 भन्दा सानो हुन्छ। त्यसैले यो नेगेटिभ भएको हुनाले यो चाहिँ 0 भन्दा सानो हुन्छ। त्यसैले यो चाहिँ ट्रु हो। यदि ट्रु हो भने यो -3 ले यसलाई के गर्यो? सेटिस्फाई गर्यो। सेटिस्फाई गर्छ भने यो इन्टरभलको नम्बरहरू चाहिँ हाम्रो के हुन्छ? सोलुसन हुन्छ है। हाम्रो रिजल्ट चाहिँ के हुने रहेछ? यो इन्टरभलको सोलुसन चाहिँ यो इन्टरभलको नम्बर चाहिँ हाम्रो सोलुसन हुन्छ। अब हामी अर्को इन्टरभल पनि चेक गर्नुपर्ने हुन्छ। अर्को इन्टरभलमा हाम्रो -2, 0 छ। अब यसको टेस्ट नम्बर भनेको -1 लिएको छु। अब यो -1 लाई तपाईले यो इनइक्वालिटीमा पुट गर्नु होला। त्यो इनइक्वालिटीमा पुट गर्नुभयो भने यो आउँछ है। x को ठाउँमा -1 पुट गर्नु होला र यसको भ्यालु कति आउँछ? यसको भ्यालु 0.5 आउँछ है। अहिले म तपाईहरुलाई क्याल्कुलेटरबाट एकैचोटी निकाल्न सिकाउँछु। अब यो 0.5 लेस देन अर इक्वल टु 0 आएको छ। यसलाई अब हामी चेक गरौँ है। अब यो ट्रु हो कि फल्स चेक गरौँ है। यो 0.5 भनेको पोजिटिभ नम्बर हो। पोजिटिभ नम्बर भनेको जहिले पनि के हुन्छ? यो पोजिटिभ नम्बर है। पोजिटिभ नम्बर चाहिँ 0 भन्दा ठुलो हुन्छ। नेगेटिभ नम्बर चाहिँ हाम्रो के हुन्छ? 0 भन्दा सानो हुन्छ। तर यसमा यो पोजिटिभ नम्बर भएको हुनाले 0.5 चाहिँ हाम्रो 0 भन्दा ठुलो हुन्छ, सानो हुँदैन है। सानो हुँदैन, 0 भन्दा ठुलो हुन्छ। त्यसैले यो के भयो? फल्स भयो है। यदि फल्स हो भने यो चाहिँ हाम्रो के होइन? सोलुसन होइन है। यसले यो पोइन्टले यसलाई सेटिस्फाई गरेन। यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन होइन। अब हामी थर्ड इन्टरभलमा जाउँ। थर्ड इन्टरभल भनेको 0,1 हो। यसमा मैले 0.5 लिएको छु। यसलाई पनि अब यो इनइक्वालिटीमा पुट गर्नु होला। यो इनइक्वालिटीमा पुट गर्दाखेरि के आउँछ? -2.5 लेस देन अर इक्वल टु 0 आउँछ है। अब यसमा के आएको छ? नेगेटिभ
आएको छ है। नेगेटिभ नम्बर भनेको 0 भन्दा सानो हुन्छ, त्यसैले यो ट्रु भयो है। त्यसैले यो -2.5 चाहिँ 0 भन्दा सानो हुन्छ, त्यसैले यो ट्रु आयो। यदि ट्रु आयो भने यसलाई यो इनइक्वालिटीलाई के गर्यो, सेटिस्फाई गर्यो। त्यसैले यो इन्टरभलको नम्बरहरू चाहिँ हाम्रो के हुन्छ, सोलुसन हुन्छ। त्यसैगरी अब हामी फोर्थ इन्टरभलमा जाउँ। फोर्थ इन्टरभलमा 1 देखि इन्फिनिटी छ, मैले 2 चुज गरेको छु। 2 लाई यसमा पुट गर्नु होला। यसमा पुट गर्नुभयो भने यो 8 इज लेस अर इक्वल टु 0 आउँछ है, यो आउँछ। अब यसलाई चेक गरौँ है। 8 भनेको 0 भन्दा सानो हो त होइन, 8 भनेको 0 भन्दा ठुलो हो। त्यसैले यो फल्स भयो। फल्स भयो भने यसलाई सेटिस्फाई गरेन। सेटिस्फाई गरेन भने यो इन्टरभलको नम्बरहरू हाम्रो सोलुसन हुँदैन, सोलुसन हुँदैन है। अब सोलुसन भनेको कहाँ आयो, एउटा यहाँ आयो, एउटा यहाँ आयो है। माइनस इन्फिनिटी -2 आयो एउटा, अर्को भनेको के हो, अर्को के आयो है। अब हाम्रो सोलुसन भनेको कि यो इन्टरभलमा पर्छ कि यो इन्टरभलमा पर्छ है। हाम्रो पोसिबल सोलुसन भनेको कि यो हुन्छ है। अब यसमा यो इक्वल टु पनि भएको हुनाले, यो इनइक्वालिटीमा इक्वल टु पनि भएको हुनाले हामीले इन पोइन्टहरूलाई पनि चेक गर्नुपर्ने हुन्छ। अब यसमा इन पोइन्ट भनेको यो इन्फिनिटी भनेको पोइन्ट हुँदैन, त्यसैले यसलाई यो इन्फिनिटीलाई नेगलेक्ट गर्नु होला। अर्को इन पोइन्ट भनेको यसमा के हो, -2 रहेछ एउटा, अर्को भनेको यसमा 0 रहेछ, अर्को भनेको 1 रहेछ है। यो भनेको इन पोइन्ट भयो। अब यो इन पोइन्टहरूलाई पनि अब हामीले चेक गर्नुपर्ने हुन्छ। अब यो x = 1 भइदियो भने के हुन्छ, x = 1 भइदियो भने यो डिफाइन हुँदैन है, डिफाइन हुँदैन। x = 1 भयो भने यो डिफाइन हुँदैन। त्यसैले यो x = 1 लाई हटाउनु पर्ने हुन्छ। यो 1 लाई हामीले सोलुसनमा इन्क्लुड गर्नुहुन्न है, यो 1 लाई हामीले सोलुसनमा इन्क्लुड गर्नुहुन्न। अब सोलुसनमा इन्क्लुड गर्नुहुन्नलाई चाहिँ हामी स्मल ब्र्याकेट लेख्छौँ है। त्यसैले यो 1 लाई स्मल ब्र्याकेट दिएको ठिक छ है। अब हामीले यो -2 र 0 लाई चेक गरौँ। यदि मैले यसमा -2 हाल्यो भने के आउँछ, यो 0 आउँछ है। यदि x = -2 हाल्यो भने के आउँछ, यो 0 आउँछ। यो यसले सेटिस्फाई गर्यो। त्यसैले हामीले यो -2 लाई इन्क्लुड गर्नुपर्ने हुन्छ है, -2 लाई चाहिँ इन्क्लुड गर्नुपर्ने हुन्छ। त्यसै गरी यसमा मैले 0 हाल्यो भने यो के आउँछ, यो इनइक्वालिटी भनेको 0 आउँछ। 0 ले पनि यसलाई सेटिस्फाई गर्छ, त्यसैले 0 लाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ है। यहाँ हेर्नुहोस् त, यो -2 र 0 ले यसलाई सेटिस्फाई गर्छ है। हाम्रो -2 र 0 ले यसलाई सेटिस्फाई गर्नुपर्ने हुन्छ। त्यसैले यसको सोलुसन यो हो। सोलुसनमा चाहिँ हामीले यो -2 र 0 लाई पनि हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी कसरी लेख्छौँ, अब यो -2 लाई पनि इन्क्लुड गर्नुपर्ने हुन्छ है। त्यो इन्क्लुड गर्नको लागि चाहिँ हामी बिग ब्र्याकेट लेख्छौँ है। अब युनियन लेख्ने। अब यो 0 लाई पनि हामीले इन्क्लुड गर्नुपर्ने हुन्छ, त्यसैले यसमा बिग ब्र्याकेट लेखेँ। 1 लाई चाहिँ हामीले इन्क्लुड गर्नुहुन्न है। इन्क्लुड गर्नुहुन्न भन्नको लागि चाहिँ हामी स्मल ब्र्याकेट युज गर्छौँ, किनकि यदि x = 1 भइदियो भने यो के हुन्छ, नट डिफाइन हुन्छ है। त्यसैले यसलाई चाहिँ 1 लाई इन्क्लुड गर्नुहुन्न। इन्क्लुड गर्नुहुन्नको लागि चाहिँ हामी स्मल ब्र्याकेट युज गर्छौँ। इन्क्लुड गर्नु पर्यो भने हामी बिग ब्र्याकेट लेख्छौँ है। त्यसैले हाम्रो सोलुसन चाहिँ यो हुन्छ है। -2 र 0 लाई चाहिँ इन्क्लुड गर्नुपर्ने हुन्छ है। यो -2 र 0 भनेको के को सोलुसन थियो हेर्नुहोस्। तपाईँले अघि नै मैले सुरुमा पनि भनेको थिएँ, -2 र 0 हाम्रो सोलुसन हुन्छ भनेर भनेको थिएँ। यो सोलुसन भएको हुनाले माइनस है। अघिको मैले सुरुमै के भनेको थिएँ, -2 र 0 पनि हाम्रो सोलुसन हुन्छ भनेको थिएँ। अब सोलुसन पनि हुन्छ भन्नको लागि हामीले यसलाई इन्क्लुड गर्नुपर्ने हुन्छ। इन्क्लुड गर्नको लागि चाहिँ हामी यो बिग ब्र्याकेट युज गर्छौँ है, किनकि यसले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्छ। अब यसलाई हामी क्यालकुलेटरबाट यो भ्यालु कसरी निकाल्ने एकैचोटि त्यसलाई चेक गर्छ। र यसमा के कन्फ्युजन छ भने तपाईँले कमेन्ट गर्नु होला। अब हामी यो क्यालकुलेटरबाट यो कसरी निकाल्ने एकैचोटि त्यो चेक गर्छौँ है। अब मैले यसमा क्यालकुलेटर झिकेको छु। क्यालकुलेटरमा तपाईँहरूले मोड 1 मा जानु होला। मोड 1 मा गएर तपाईँहरूले यो टाइप गर्नु होला है, अल्फा x + 2 मुनि के छ, x - 1 छ। अब यसमा क्याल्क थिच्नु होला। क्याल्क थिच्दाखेरि यसले x को भ्यालु माग्छ। x को भ्यालुमा हामी सुरु के हाल्ने, -3 हाल्ने। -3 टाइप गर्नु होला, त्यसपछि इक्वल टु थिच्नु होला। त्यो गर्दाखेरि के आयो, -0.75 आयो है। त्यसैले -0.75 यसरी लेख्ने है, क्यालकुलेटरबाट डाइरेक्टली लेख्ने है। यसलाई चाहिँ तपाईँले हिसाब नगर्नु होला रफमा, यसरी डाइरेक्ट क्यालकुलेटरबाट गर्नु होला। फेरि इक्वल टु थिच्नु होला। फेरि x को भ्यालु माग्यो। अब x को भ्यालु कति हाल्ने, -1 हाल्ने है। -1 टाइप गर्नुहोस्, इक्वल टु थिच्नुहोस्। त्यो गर्दाखेरि यसले के दियो, 0.5 दियो। यसरी 0.5 आएको हो।
त्यसै गरी फेरि इक्वल टु चिन्नु होला, फेरि x को भ्यालु माग्छ, फेरि x को भ्यालु माग्दाखेरि 0.5 यहाँ इन्ट्री गर्नु होला, फेरि इक्वल टु चिन्नु होला, त्यो गर्दाखेरि के आयो -2.5 आयो है, यो -2.5 यसरी आएको। फेरि इक्वल टु थिच्नुहोस् किनकि हामीलाई फेरि यहाँ 2 हाल्नु पर्ने छ, 2 थिचिसकेपछि फेरि इक्वल टु थिच्नुहोस्, त्यो गर्दाखेरि 8 आयो, 8 यसरी आएको है। यसरी हाम्रो के आयो, यो भ्यालुजहरू आएको हो। अब यसमा यदि तपाईँले x इक्वल टु -2 हाल्नुभयो भने है, यसमा -2 हाल्नुभयो र इक्वल टु थिच्नु भने के दिन्छ 0 आउँछ है, र हाम्रो यो इनइक्वालिटीमा पनि 0 छ, त्यसैले यो x इक्वल टु -2 ले यो इनइक्वालिटीलाई सेटिस्फाई गर्यो, त्यसैले -2 लाई पनि हामीले सोलुसनमा इन्क्लुड गर्नुपर्छ, त्यसैले यसमा मैले ब्रेक ब्र्याकेट लेखेको हो। त्यसै गरी तपाईँले क्याल्कुलेटरमा 0 हाल्नुभयो भने यो पनि 0 आउँछ, र 1 हाल्नुभयो भने म्याथ एरर दिन्छ है, मेरो क्याल्कुलेटर हरायो। यदि क्याल्कुलेटरमा अघि केही तरिकाले 1 हाल्नुभयो भने म्याथ एरर दिन्छ, 0 हाल्नुभयो भने 0 दिन्छ, -2 हाल्नुभयो भने 0 दिन्छ। त्यसैले हामीले यो 1 लाई चाहिँ हामीले इन्क्लुड गर्नुहुन्न किनकि त्यसले म्याथ एरर दिइरहेको छ। म्याथ एरर भनेको मतलब के हो, यो इनइक्वालिटी एक्जिस्ट भइरहेको छैन, त्यसैले हामीले 1 लाई इन्क्लुड गर्नुहुन्न। इन्क्लुड गर्नुहुन्नको लागि हामी स्मल ब्र्याकेट युज गर्छौँ, यदि इन्क्लुड गर्नु पर्यो भने हामी चाहिँ यस्तो खालको बिग ब्र्याकेट युज गर्छौँ। र यसमा के कन्फ्युजन छ भने तपाईँहरूले कमेन्ट गर्नु होला, अर्को भिडियोमा चाहिँ हामी क्वेसन नम्बर 4 को सोलुसन गर्छौँ। र यदि तपाईँहरूले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला।